यो पानी चाहिँ कहिले छोड्ने कहिले बन्ने गर्दाखेरिमा पानीको प्रेसर चाहिँ अप डाउन हुन्छ कि त्यसकारण कहिलेकाहीँ त्यो प्रेसरको चाहिँ पानीको अप डाउन हुँदाखेरिमा त्यहाँ चाहिँ अनएक्सपेक्टेड चाहिँ पाइपहरू चाहिँ ब्रस्ट हुने पनि हुन्छ। ब्याक टु ब्याक भएको देख्दाखेरि मान्छेलाई चाहिँ यो अब लगातारै भइरहेको छ कि भन्ने डर कता कता पैदा भएको छ। यो आउँदैन निश्चित हुन्छ, केही चिन्ता गर्नु पर्दैन, मैले अहिले भन्न सकिनँ एक्सिडेन्टको रेट चाहिँ बढ्ने हो कि भन्ने चाहिँ त्रास चाहिँ देखियो यसले। बगलमहलको घटनामा जब पानी बाहिर आयो त्यो बन्द हुन नै धेरै घन्टा लाग्यो कि। हो राइट, छिटो बन्द चाहिँ हुन सक्थ्यो होला नि, किन ढिला भयो? त्यो टिम त्यहाँबाट जाने बेलामा हेर्नु अब त्यो यहाँको ट्राफिकले पनि अलिकति चाहिँ दियो, पुग्नै आधी घन्टा 45 मिनट लाग्यो चाहिँ अनेस्टली स्पिकिङ होइन। अब हाम्रो चाहिँ भएका चाहिँ भलोहरूमा चाहिँ सबै ठाउँमा चाहिँ स्ट्यान्ड बाई मान्छे चाहिँ अहिले के गर्ले चाहिँ केही हुने बित्तिकै तुरुन्तै त्यहाँ फोन गर्ने कि तैँले बन्द गर भनेर त्यो एउटा चाहिँ त्यो मेन पावर त्यो चाहिँ अहिले चाहिँ डिपुट गर्न चाहिँ सकेको छैन। सेन्सिटिभको विषयमा त भएन, अहिले नै देखिसक्यो होइन। खोलामा आएको त्यो फ्लड बाढी के हो र यो पनि यही हो होइन। यो चाहिँ पाइपबाट आएको भयो, त्यो चाहिँ खोलाबाट आएकोले के गर्छ भन्ने कुरा रह्यो। कहाँ कसले के प्रोजेक्ट गर्नुभएको छ हामीलाई त थाहा हुनु नि त। त्यो प्रोजेक्ट गर्नेहरूले सबै निकायले त्यहाँ सपोर्ट गर्नु भएन भने सर यस्ता घटना अझ बढिदिन्छ। किनभने अहिले फुटेको पाइप त सानो पाइप फुटेको जम्मा 20 इन्चीको 50 mm के अरे 500 mm अनि 1400 mm को पाइपहरू छ। अझै हामीले अहिले 1800 सम्मको बिछाउँदैछौँ। अब अरू पाइपहरू सबै यो चाहिँ पाइपहरू चाहिँ के छ त भन्दाखेरिमा कोर सिटीबाट पास भएको छ, पानी सप्लाई गरेको छ, पाइप कुनै बेला कहीँ फुट्न सक्छ। त्यसमा चाहिँ हामी सबै र अब के त मोस्ट रेस्पोन्सिबल भयो, एकाउन्टेबल भयो गर्नेमा र यसमा त्यो खालको सपोर्ट गर्नु पऱ्यो। र योबाट हामीले सिकेर न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयवस्तु चाहिँ अब महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ। डाक्टर डोल प्रसाद चापागाई, तपाईँ केयुकेएलको प्रबन्धक हुनुहुन्छ। काठमाडौँमा पानी वितरणको जिम्मा नै लिनुभएको छ भनौँ, किनभने तपाईँ त्यहाँको उत्पादन महाशाखा प्रमुख हुनुहुन्छ। काठमाडौँमा पानी वितरण अब हेर्दा त सहजसँग भए जस्तो देखिन्छ, कसरी व्यवस्थापन हुन्छ यसको? धन्यवाद है। अब वास्तवमा काठमाडौँ उपत्यका चाहिँ भित्रको पानीको व्यवस्थापनको विषयमा कुरा गर्दाखेरिमा अहिले हामीलाई चाहिँ पहिला चाहिँ म स्रोतको विषयमा अलिकति कुरा गर्न चाहन्छु। अब स्रोतको विषयमा कुरा गर्दाखेरिमा अहिले हाम्रो 4वटा चाहिँ स्रोतहरू चाहिँ छ। 4वटा स्रोतहरू भनेको चाहिँ के त भन्दाखेरिमा अहिले हाम्रो पहिला जुन भइरहेको एक्जिस्टिङ चाहिँ सतह स्रोत जसलाई हामीले चाहिँ सर्फेस सोर्स भन्छौँ, त्यो चाहिँ यो काठमाडौँ भ्यालीको अराउन्ड द काठमाडौँ भ्यालीको जुन फुट हिल्सहरूमा बाट चाहिँ आएको सर्फेस सोर्स चाहिँ एउटा चाहिँ भूमिगत छ जसलाई हामीले ग्राउन्ड वाटर भन्छौँ। 2टा स्रोत भयो। त्यसपछि अर्को त एउटा चाहिँ मेलाम्चीको पानी अहिले हामीले वितरण गरिरहेछौँ र अर्को चाहिँ हामीले चाहिँ बागमतीबाट चाहिँ पानी ल्याउँछौँ। त्यो बागमतीबाट ल्याउने भनेको पानी चाहिँ मेलाम्चीको पानी नआएको बेलामा हामीले त्यहाँबाट चाहिँ गर्छौँ। पानीको स्रोतहरू त्यो छ। अब स्रोतको कुराहरू गर्दा भयो त्यो। अब चाहिँ हाम्रो चाहिँ उत्पादनको कुरा गऱ्यौँ हामीले भने हाम्रो अहिले माग कति छ भन्दाखेरिमा हाम्रो 50 करोड चाहिँ माग छ काठमाडौँ भ्यालीमा, प्रतिदिन त्यति लिटर माग छ त्यो। अहिले हाम्रो चाहिँ मेलाम्ची र हामीले भइरहेको चाहिँ स्रोतहरूको गर्दाखेरिमा हामीले अहिले 29-30 करोडमा छौँ मेलाम्ची आउँदाखेरिमा पनि। किनभने भइरहेको स्रोत हाम्रो जुन सतह स्रोत र भूमिगतकोबाट चाहिँ 13-14 करोड चाहिँ हाम्रो चाहिँ रेनी सिजनमा हुन्छ। त्यसपछि ड्राई सिजनमा त्यो घटेर 9-10 करोड हुन्छ। र अनि मेलाम्चीको चाहिँ अहिले हाम्रो पानी चाहिँ एभरेजमा 17 देखि 18 करोड चाहिँ प्रतिदिन चाहिँ आइरहेको छ। अहिले बागमतीसम्म अहिले हाम्रो त्यो पानी हुँदैन, किनभने लकली चाहिँ मेलाम्चीको नचल्दाखेरिमा बागमतीमा हाम्रो चाहिँ पानी हुन्छ। त्यो बागमती भनेको हाम्रो सुन्दरी जलमा चाहिँ पानी प्रशोधन चाहिँ केन्द्र छ। त्यसको चाहिँ उत्तर साइडमा चाहिँ करिब चाहिँ 500 मिटर माथि चाहिँ त्यहाँ मुहान छ। त्यो चाहिँ हामीले मेलाम्ची नआएको अवस्थामा हामीले चाहिँ गर्छौँ। उत्पादनको स्थिति चाहिँ र मागको स्थिति चाहिँ त्यो छ। हजुर, जस्तो अब फरक फरक स्रोत भन्नु पनि भूमिगत हुन्छ, त्यसपछि अब सतह स्रोतहरू छन्, अनि अब मेलम्ची आउँछ। त्यसको डिस्ट्रिब्युसनको नेटवर्क चाहिँ फर्स्टमा सुन्दरी जलबाट नै स्टार्ट हुन्छ कि ठाउँ ठाउँबाट त्यसलाई कनेक्ट गर्छ नेटवर्क वाइज? यो चाहिँ कस्तो छ भने पहिला चाहिँ हामीले अब यो सबै स्रोतहरू र उत्पादनको व्यवस्थापनको विषय गर्दाखेरिमा फर्स्टमा चाहिँ मेलाम्चीको विषयमा कुरा गरौँ न। मेलाम्चीको विषयमा हामी सबैलाई थाहा भयो, किनभने मेलाम्ची रिभरबाट त्यहाँ एउटा चाहिँ एडोक्स बनाएर चाहिँ टनेलबाट 26.5 किलोमिटर चाहिँ 5 किलोमिटर टनेल आउँछ। त्यो टनेलिङ आइसकेपछि सुन्दरी जलमा हाम्रो चाहिँ पानी प्रशोधन केन्द्र छ, त्यहाँ ट्रिट हुन्छ। र त्यहाँ ट्रिट भइसकेपछि यो मेलाम्चीकै प्रोजेक्ट जुन पिआइडीले चाहिँ बनाएको चाहिँ हाम्रो 9वटा चाहिँ
एसआरटी भन्छौँ हामी। एसआरटी भनेको सर्भिस रिजर्भर, त्यहाँ पानी खस्छ। त्यहाँ पानी सकेपछि अनि हाम्रो त्यो मेलाम्चीको पानी चाहिँ हाम्रो चाहिँ 9वटा चाहिँ अपरेटिङ ब्रान्च छ पकेटमा। जस्तै चाहिँ ललितपुरमा शाखा छ, महाराजन शाखा भन्ने छ। यसरी 9वटा चाहिँ ठिमी भक्तपुर गरेर 9वटा चाहिँ अपरेटिङ ब्रान्च छ। 9वटा अपरेटिङ ब्रान्चमा चाहिँ त्यो पानी चाहिँ हामीले चाहिँ सुन्दरी जलको पानी चाहिँ बिडिएस सिस्टम भन्छौँ हामी। त्यो बिडिएस भनेको बल्क डिस्ट्रिब्युसन सिस्टम हो, थोक वितरण प्रणाली भन्छौँ। भनेको ठुलो पाइपहरू छ, जुन ठुल्ठुलो पाइपहरू, त्यसको डायमिटर भन्दाखेरि 1.4 मिटर डायमिटर र 1.8 मिटर डायमिटरसम्मको लार्जर पाइपहरू अहिले बिछिँदैछ। अहिले 1.4 र 1.6 सम्मको डायमिटर भनेको ठुलो पाइपहरूबाट त्यहाँ खसालिन्छ। त्यहाँ खसालिसकेपछि अनि अपरेटिङ ब्रान्चलाई चाहिँ हामीले त्यहाँबाट पानी एलोकेट गर्छौँ र त्यो एलोकेट गरे अनुसारको पानी त्यो अपरेटिङ ब्रान्चले चाहिँ अनि शाखामा सप्लाई गरेर आफ्नो सर्भिस एरियामा चाहिँ डिस्ट्रिब्युट गर्छ। मेलाम्चीको पानी त्यसरी चाहिँ डिस्ट्रिब्युट हुन्छ। अनि जुन सतह स्रोतको जुन अराउन्ड द फुट हिल्समा भएको पानीको पनि हाम्रो चाहिँ त्यो पुरानो जुन रिजर्भरहरू छ, त्यो पुरानो रिजर्भरमा त्यसरी नै चाहिँ ट्रिटमेन्ट गरेर चाहिँ हामीले चाहिँ त्यहाँ खसाल्छौँ। त्यहाँ खसालेपछि त्यहाँबाट त्यो पानी पनि हामी चाहिँ डिस्ट्रिब्युट गर्छौँ। तर फरक चाहिँ के हो भन्ने कुरो चाहिँ अलिकति इम्पोर्टेन्ट छ। जस्तै मेलाम्चीको पानी पनि आएको छ, सतह स्रोतको नि आएको छ, त्यसको डिस्ट्रिब्युसन कसरी हुन्छ भनेर हाम्रो चाहिँ ग्राहक वर्गहरूले हामीलाई चाहिँ यो क्वेसन उठाउने विषयवस्तु चाहिँ छ। त्यो मूलतः चाहिँ अहिले मेलाम्चीको पानी यो जुन 17 करोड फर्स्ट फेजमा आयो नि मेलाम्चीको, त्यो चाहिँ रिङ रोडभित्रको मात्रै डिजाइन गरेको हो। त्यसकारण चाहिँ रिङ रोडभित्रलाई मात्रै डिजाइन गरेको। जस्तै 85,000 धाराको निम्ति चाहिँ त्यसलाई गरेर त्यहाँ पानी खुवाउने भनेर गरिएको हो। तर त्यो सिनारियो अहिले चाहिँ छैन, किनभने त्यो पानी हामीले अहिले अब जो यो वाटरको स्कासिटी भएको हुनाले हामीले चाहिँ भक्तपुरलाई पनि दिएछौँ होइन, अनि ठिमी भक्तपुरलाई पनि दिन्छौँ र रिङ रोड बाहिर पनि केही पार्टहरूमा हामीले चाहिँ डिस्ट्रिब्युट गर्छौँ। नत्र भने मूलतः चाहिँ त्यो पानी रिङ रोडभित्र चाहिँ हामीले चाहिँ पानी युज गरेको छौँ। अनि अर्को फेरि रिङ रोडभित्रै मेलाम्चीको पानी पनि डिस्ट्रिब्युट छ र अनि फेरि हाम्रो त भइरहेको एक्जिस्टिङ सोर्स थियो नि, त्यो एक्जिस्टिङ सोर्सहरू पनि हामी त्यहीँ भित्र फेरि पार्सियली हामीले चाहिँ त्यो पनि डिस्ट्रिब्युट गरेका छौँ। त्यो स्थिति किन आयो भने अहिलेसम्म जुन रिङ रोडभित्रको चाहिँ जुन डिस्ट्रिब्युसन नेटवर्क हो चाहिँ कति चाहिँ त्यो प्रोजेक्टले जुन चाहिँ ले कम्प्लिट गरेर आफैले चलाइरहेको अवस्था छ, ह्यान्डओभर गरेको छैन केहुकेलाई। अनि कति चाहिँ ह्यान्डओभर गरिसकेको छ, ह्यान्डओभर गरेको केहुकेले चलाइरहेछ, ह्यान्डओभर नगरेको पनि उनीहरू आफैले प्रोजेक्टले पनि चलाइरहेछ र कति ठाउँ कम्प्लिट भएको छैन। त्यसकारण कम्प्लिट नभएको ठाउँ फेरि पुरानो सिस्टमबाटै हाम्रो त्यो पहिलाकै सोर्सको पानी डिस्ट्रिब्युट भएको छ। त्यसकारण रिङ रोडभित्र कहीँ चाहिँ पानी मेलाम्चीको पानी पनि खान्छ, अनि फेरि पुरानो पाइपबाट जुन हाम्रो सतह स्रोत र भूमिगतको पानी पनि प्रयोग भएको चाहिँ अवस्था छ। कुन कुन क्षेत्रमा चाहिँ अहिले पनि पुरानो नेटवर्कबाटै पानी बाँड्ने? पुरानो अहिले हाम्रो रिङ रोड बाहिर त हाम्रो चाहिँ पार्सियली अलिअलि मात्रै दिएको छौँ पानी, धेरै पानी दिएको छैनौँ मेलाम्चीको, बोडेमा दिएको छौँ, अरू सबै पुरानो सिस्टमबाट चाहिँ चल्छ। र रिङ रोडभित्र मूलतः रिङ रोडभित्र चाहिँ यो महाराजगञ्ज र लाजिमपाट साइड अनि यो भगवान पाउ एरिया र यो टेगु डल्लु एरियाहरूमा चाहिँ त्यो नेटवर्किङ चाहिँ कम्प्लिट चाहिँ भएको छ। तर केही अलिकति टेक्निकल पार्टहरू बाँकी रहेको हुनाले त्यो एरियामा चाहिँ के अरे हामीले चाहिँ पाइप पनि कहीँ पुरानै पाइप, पानी पनि पहिलाकै मेलाम्चीको पानी नभइकन त्यहाँबाट चाहिँ डिस्ट्रिब्युट भएको छ। यसले गर्दाखेरिमा अलिकति ग्राहक वर्गबाट हामीलाई चाहिँ गुनासो पनि आउँछ नि, अलिकति इक्विटेबल चाहिँ डिस्ट्रिब्युसन चाहिँ भएन भन्ने छ, कहीँ डबल पनि परेको छ। अब यो सिनारियो चाहिँ रिङ रोडभित्रको नेटवर्क कम्प्लिट भइसकेपछि अनि त्यो अवस्था पनि आउँदैन। भनेको रिङ रोडको नेटवर्क सबै कम्प्लिट भइसके पछाडि रिङ रोडभित्र चाहिँ पूर्णतः मेलम्चीबाट आउने पानी नै वितरण हुने हो। त्यो डिजाइनको कन्सेप्ट नै त्यही हो अहिले 17 करोड आउन्जेलीलाई। तर अब रिङ रोड बाहिर चाहिँ यो हिसाबले हेर्दा प्लान वाइज नै रिङ रोडलाई पहिला टार्गेट गरे पछाडि रिङ रोड बाहिर चाहिँ अलि हेलामा परे जस्तो यो कुरा एकदमै राम्रो हो, पौलीबाट आउने कुरा नि हो, यहाँले चाहिँ उठाउनु भयो, यसको लागि चाहिँ म धन्यवाद दिन्छु। कस्तो हुँदो रहेछ भने हाम्रो अब जस्तो विकासोन्मुख देशमा चाहिँ राज्यसँग त्यो चाहिँ फन्डिङ सोर्सहरू ल्याएर यत्रो प्रोजेक्टहरू ल्याउने अवस्था पनि रहेन, जसको चाहिँ मेलाम्चीको चाहिँ लिड डोनर चाहिँ एडिबी हो होइन, उसले चाहिँ गरेर अनि नेपाल सरकारको पनि केही पार्टहरू चाहिँ रह्यो। अब हाम्रो जस्तो मुलुकमा गर्दाखेरिमा यो फेज वाइजमा चाहिँ जानुपर्ने छ। अब त्यस्तो गरेर हेलै गरेको चाहिँ होइन, तर त्यसको प्लानिङ छ हाम्रो। के प्लानिङ चाहिँ छ भने एकैचोटि चाहिँ गर्न पनि सकिएन, फेज 1 गर्नु पऱ्यो। अनि त्यसपछि त्यो एडिबी लोनले आएको, उसको पनि त्यो लोनको पनि प्याटर्नहरू छ, यो लोनमा यति गर्ने, यो लेख्ने गर्ने भनेपछि त्यहाँ पनि त्यसले पनि हामीलाई अलिकति गाइड गर्यो। रिङ रोडभित्र हामीले त्यसरी खुवाइसकेपछि अहिले जुन हाम्रो अहिले मैले भने नि सतह स्रोत र भूमिगतको पानी त रिङ रोडभित्र पनि बाहिर पनि खाएको हो नि। जब हामीले रिङ रोडभित्र मेलाम्चीको पानी इन्जेक्ट गरेर खुवाइसकेपछि त त्यो पानी त बच्यो नि त।
अनि त्यो बचेको पानी के हो त खेरीमा रिङ रोड बाहिर ब्याक भएर बाहिर चाहिँ खुवाउनु पऱ्यो र त्यसकारण भित्र पनि पानी खान पायो र त्यो भित्र खुवाएको पानी बाहिर जाँदाखेरिमा उहाँहरूले पनि पानी खानु पाउनुभयो र अनि त्यसपछि भित्र पनि खानु पाउनुभयो। त्यसपछि अब सेकेन्ड फेजमा अर्को दोस्रो चाहिँ जुन प्रोजेक्ट छ त्यो प्रोजेक्ट चाहिँ अहिले चाहिँ सर्वे भएर स्टडीकै युजमा छ, कम्प्लिट हुन लागेको छ। त्यो चाहिँ अब त्यो प्रोजेक्टले गरिरहेछ। अब त्यसपछि अनि सेकेन्ड फेजमा चाहिँ हामी याङ्ग्रे र लार्के आएपछि जाने भनेर त्यो प्लानिङ चाहिँ थियो। त्यसकारण त्यो भित्र पनि भयो बाहिर पनि भयो नि त। योजना चाहिँ त्यो तरिकाबाट तर्जुमा गरिएको। जस्तो अघि तपाईँले भन्नुभयो नि मेलम्चीबाट करिब 18 करोड लिटर 17 देखि 18 करोड लिटर पानी चाहिँ तपाईँहरूले ल्याएर डिस्ट्रिब्युट गरिरहनु भएको छ। 17 देखि 18 करोड। तर हामीले थाहा पाएसम्म चाहिँ त्यति मात्रै पानी चाहिँ मेलम्चीको सुरुङबाट आउने होइन, त्योभन्दा बढी पानी आउँछ। तर त्यो वितरण भइरहेको छैन भने चाहिँ किन टेक्निकल्ली त्यो किन सम्भव भएन? हो त्यो चाहिँ हो, त्योभन्दा बढी पानी आउने अवस्था चाहिँ छ, भएको नभएको होइन। त्यसकारण अहिले चाहिँ मैले अहिले 17-18 करोड भनेको अहिले चाहिँ 18-19 करोडसम्म पनि हामीले डिस्ट्रिब्युट गरेका छौँ। त्यसको मेन टेक्निकल कारण के हो भने हाम्रो सुन्दरी जलमा चाहिँ हाम्रो अहिले चाहिँ के अरे एउटा मात्रै जुन पानी प्रशोधन केन्द्र हो नि एउटा पार्ट मात्रै बनेको छ क्या। त्यसको क्यापासिटी त्यति मात्रै हो। पानी त आउँछ तर ट्रिटमेन्ट गर्ने जुन पानी प्रशोधन केन्द्रको क्यापासिटी त्यति मात्रै भएको हुनाले हामीले चाहिँ त्योभन्दा बढी पानी चाहिँ ल्याउन सकिने होइन। तर अब फ्याक्टर अफ सेफ्टी भएको हुनाले धान्ने भएको हुनाले हामीले चाहिँ त्यो 1-2 करोड चाहिँ बढेर सामान्य हो, त्यसले केही असर नगर्ने भएको हुनाले हामीले चाहिँ अहिले चाहिँ 17-18 करोडसम्म हामीले चाहिँ डिस्ट्रिब्युट गरेको। अर्को ट्रिटमेन्ट प्लान्ट चाहिँ अब डिजाइन कम्प्लिट भएर बन्ने अहिले अन्डर कन्स्ट्रक्सनमा गइरहेको छ। जस्तो याङ्ग्री र लार्केको प्लानले चाहिँ करिब 51 करोड लिटर पानी चाहिँ काठमाडौँ झार्ने भन्ने छ याङ्ग्री र लार्के खोला मिसाएपछि। तर अहिले अब मेरो जानकारीमा रहेसम्म चाहिँ करिब 34 करोड लिटरसम्म चाहिँ मेलम्ची खोलाबाटै आउन सक्ने सम्भावना छ। तर अब तपाईँले भन्नुभयो जस्तो हाम्रो त्यहाँ ट्रिटमेन्ट प्लान्ट नै त्यो क्षमताको भएन होइन। यही कारणले पहिला हामीले याङ्ग्री लार्के ल्याउनुभन्दा अगाडि नै पहिला ट्रिटमेन्ट प्लान्ट त्यो जुन अहिलेको मेलम्चीबाटै आउन सक्ने पानीको जुन सम्भावना छ त्यो अनुसार प्लान गर्ने हो भने त 17 करोड लिटर त यतिकै थपिने रहेछ। यो प्लानतिर चाहिँ किन ध्यान गर्नु? यसको के होला भने अब यो तपाईँले गरेका चिजहरू चाहिँ जेन्युन कुरा पनि छ होइन। अब किनभने यो मूलत हामी के छ भने अहिले पनि मैले दोहोऱ्याएँ हाम्रो अलिकति हामी एडिबीको गाइडलाइन्स अनुसार पनि हामीले चल्नुपर्ने बाध्यता चाहिँ थियो। त्यसकारण चाहिँ फर्स्टमा चाहिँ यो कस्टिङको पनि कुरा थियो होला है, मैले अलिकति एजुम्सन गरेँ, कस्टको कुरा पनि थियो होला। अनि यहाँ लाउने भयो एउटा कुरा त्यो पाटोले। अब अहिले चाहिँ बजेटको चाहिँ डिस्बर्समेन्ट र फाइनेन्सियल जुन उनीहरूको चाहिँ प्याटर्न के थियो त्यो अनुसारको चाहिँ 17 करोड आउने र यसरी चाहिँ जाने भनेर गरियो एउटा कुरा पाटो त्यो हो। फाइनेन्सियल्ली हेऱ्यो भने यो मैले चाहिँ किनभने त्यो पाटो चाहिँ फुल्ली चाहिँ प्रोजेक्टको भएको हुनाले एउटा पाटो चाहिँ मैले जति बुझाएको छु त्यो कुरो सन्दर्भमा मैले कुरा गरेँ। अनि अर्को कुरा के हो भने हामीलाई चाहिँ रेनी सिजनमा त चाहिँ पानी चाहिँ हुने भयो होइन र तर त्यो बेस्ट प्रोजेक्ट किन भएको भने गर्मीमा पनि हिउँ पग्लेर आएर ड्राई सिजनमा पनि पानी आउँछ भनेर त्यो चाहिँ 20वटा चाहिँ प्रोजेक्टहरू चाहिँ सर्वे गरेको मध्येमा मेलम्ची इज द बेस्ट प्रोजेक्ट भनेर चाहिँ यो प्रोजेक्ट चाहिँ सिलेक्ट भएको हो। त्यसकारण चाहिँ अब टनेलको स्ट्रक्चरकोदेखि लिएर सबै कुराहरू धेरै चाहिँ टेक्निकल कुराहरू थियो र अर्को कुरा फेरि त्यहाँको स्थानीय जनताहरूसँगको पनि कुरा थियो। सबै पानी चाहिँ ल्याएर पनि चाहिँ भएन, फेरि त्यहाँ उनीहरूलाई पनि त पानी छोडिदिनु पऱ्यो। उनीहरूको चाहिँ एग्रिकल्चरको कुराहरू थियो, त्यहाँको चाहिँ इकोलोजिकलका कुराहरू छ, इकोसिस्टमलाई पनि पानी छोडिदिनु पऱ्यो। त्यसकारण यी विविध कारणले गर्दाखेरिमा 17-51 करोडलाई चाहिँ डिमान्डलाई गरेर अहिले फर्स्ट फेजमा यो लिएर आउँ र यो लिएर आउने। त्यहाँ त अब यहाँलाई थाहा छँदैछ त्यहाँको चाहिँ लोकल इस्यु सेटल गर्नलाई नै चाहिँ 4 वर्ष लाग्यो, जसले गर्दा टाइममा पानी आएन। त्यो पानी टाइममा नआउने बित्तिकै यहाँको नेटवर्किङहरू चाहिँ त्यसपछि त्यत्तिकै बस्यो। त्यसकारण त्यो अर्थमा पनि यसरी चाहिँ आएको। अब अलिकति यो अहिलेको मेलम्चीको पानी वितरण थाले पछाडिको प्रसङ्गमा गयौँ भने पहिला त पानी नै एकदमै आउँथेन। मान्छेले खाने पानी भनिए पनि त्यो खाने पानी आइरहेको छैन, त्यहाँ चाहिँ नि हावा आइरहेछ पानी आउँदैन भन्थे होइन। त्योबाट अब अलिअलि पानी आउँछ भन्ने सम्ममा पुगिसक्यो। तर समस्या के देखिन्छ भने यो पानी त आइरहेछ तर पानी त रोडतिर पनि बढी आइरहेछ। मान्छेको घरमा पुग्ने भन्दा बढी लिकेज देखिन्छ रोडभरि होइन। मान्छेको घर अगाडि पानी चुहिएर गइराखेको छ। यति धेरै लिकेज चाहिँ के कारणले छ? अब यो लिकेजलाई चाहिँ अलिकति म चाहिँ यो 2 तरिकाले चाहिँ यसलाई चाहिँ वर्गीकरण गरेर भन्न चाहन्छु है। एउटा यहाँहरूले पब्लिकले सबैले देख्नु भएको छ सामान्य लिकेजहरू भइरहेछ। अनि लिकेज भइरहेछ त्यसले खासै कसैलाई डिसास्टर चाहिँ कहिले हुँदैन, तर पानी चाहिँ खेर गइरहेको अवस्था छ एउटा।
अर्को के छ भने अस्ति भर्खरै पनि बबरमलको केस, त्यसपछि गएर थापाथली चोकमा चाहिँ जहाँ चाहिँ पाइपहरू फुट्यो भने त्यसले चाहिँ पुरै चाहिँ ध्वस्तै बनाउनु पर्छ र पुरै चाहिँ एउटा चाहिँ काठमाडौँ बस्नलाई चाहिँ एउटा रिस्कको जोन हो कि भन्ने मान्छेलाई फिलिङ भइरहेछ होइन। त्यस कारण यसरी बाटामा पानी बग्नुको म टेक्निकल पाटोमा म पछि आउँछु, मैले बिर्सेँ भने पनि यहाँले मलाई सम्झाउनु होला। यो लिकेज चाहिँ हुनमा चाहिँ अहिलेसम्म हामीले सुनेको कुरा के हो भने एकअर्कालाई चाहिँ ब्लेमिङ लगाउने। ल विद्युतले अन्डरग्राउन्ड केबलिङ गर्दाखेरिमा कारणले चाहिँ अस्ति बबरमलको केस घटना घट्यो। सडक विस्तार गर्दा पाइप फुटालिदियो भन्ने एउटाले चाहिँ अर्कोलाई एकअर्का निकायहरूमा ब्लेम लगाउने छ। किन फुट्यो भन्दा कारण के त भन्दाखेरिमा फलानाले फुटालिदियो, यो निकायले फुटालिदियो हो। तर एन्सर सजिलो, तर यसको रुट कज के हो त फेरि चाहिँ सेन्सिटिभ छ क्या। यसको रुट कजमा हामी जानुपर्छ क्या। यसको रुट कज भनेको मूलतः हामीले चाहिँ एउटा सस्टेनेबल अर्बन प्लानिङ हामीले गरेनौँ कि। उदाहरणको निम्ति काठमाडौँ सहरको विकास कसरी भयो भन्दाखेरिमा एउटा चाहिँ पहिला हाम्रो घर बनायौँ, घर बनाएर बाटो खोज्यौँ, ढल खोज्यौँ, अनि सबै त्यो सर्भिस युटिलिटीहरू हामीले खोज्यौँ। एउटा घर बनाएर 10 फिटको बाटो निकालियो, 10वटा घर थियो त्यतिखेर, एकदमै भएको कुरा। 10वटा घरको लागि मात्रै खानेपानीको पाइप बिछाइयो, ढलको पाइप पनि त्यसरी बिछाइयो, अरू पनि सर्भिस त्यसरी गए। अब 10वटा पछि 5 वर्षपछि त्यहाँ 20वटा घर भयो मानौँ। अब त्यो पहिला भएको चाहिँ काम लागेन, पुगेन। 10वटा घरलाई 1.5 इन्चीको पाइपले पुग्थ्यो पानी भने 20वटा घर हुँदाखेरिमा, मैले एउटा इक्जाम्पल मात्रै दिएको छु, 20वटा घर हुँदाखेरिमा पुगेन। अब के गरियो, त्यो 1.5 इन्चीको पाइपलाई छोडियो, अर्को 2 इन्चीको पाइप राखियो। तर त्यो बाटोले कभरेज गर्ने त 100 घर भन्दै अहिले गएर त्यहाँ 300-400 घर बनाएछन्। अब फेरि पनि त्यसले त धानेन नि, अब अर्को पाइप बिछाइएको छ। अब एउटा काम गर्दाखेरिमा अर्को चाहिँ युटिलिटीलाई त सर्भिस युटिलिटीलाई त चाहिँ ड्यामेज गर्ने भयो। यसरी हाम्रो चाहिँ सहरको विकास भयो कि तार है। अब एडभान्स कन्ट्रीमा के भयो त भन्दाखेरिमा पहिला फर्स्टमा त्यो रोडको स्ट्रक्चर चाहिँ डिजाइन गरियो, चौडाइ कति हुनुपर्ने, त्यो ओरको त्यसको दायाँ बायाँ पपुलेसन कति हुन्छ, घर कति बन्छ, त्यो अनुसारको बाटोको चौडाइ निर्माण गरियो। त्यसपछि ढल बिछाइयो, खानेपानी बिछाइयो, अन्डरग्राउन्ड केबल गर्ने पनि गरियो, टेलिकम सारा सर्भिस युटिलिटी बिछाइदिएपछि अनि घर निर्माण भयो कि। त्यहाँ यस्तो खालको लिकेज हामीले पाउँदैनौँ। अब यहाँ अहिले आएर चाहिँ अब अहिले के भइदियो त भन्दाखेरिमा यस्तो सेटल भएको सिटीमा यति प्रोजेक्टले इन्टरभेन्सन गरेको छ कि कहीँ गएर साबेलले हाल्दाखेरिमा कसैको न कसैको सर्भिस युटिलिटी भनेको त्यो पाइपको चाहिँ केबल टेलिकमको किन नहोस् कहीँ न कहीँ हाने हुन्छ। तपाईँको टेलिकमको पनि क्षति गरिरहेछ, योभन्दा बढी छ, विद्युतको पनि योभन्दा बढी छ, ढल पनि फुटिरहेछ। तर त्यहाँ त्यसको सेन्सिटिभिटी संवेदनशीलता त अलिकति के भयो त भन्दा कम भइदियो। त्यो फ्युज गइदिन्छ, लाइन गयो, मान्छे एक्सिडेन्ट जाला, केबलको नि के। तर खानेपानीको केस के भयो त भन्दाखेरि परेपछि बाहिर पानी आउने, ब्रस्ट हुने भयो, धारा पानी आएको छैन। अनि यो के भयो त भन्दाखेरिमा एकदमै सेन्सिटिभ रूपमा आयो। त्यस कारण चाहिँ पहिला हामीले अब कहिलेसम्म भन्दै जाने त यो रुट कज त त्यहाँबाट आएको नि त। सबै सर्भिस युटिलिटीको व्यवस्थापन गरेर कन्स्ट्रक्सन बनाएको भए त यो आउँथेन नि। अब हामीले कहिलेसम्म भन्दै जाने एउटा यो डिस्कसनको विषय रह्यो। म एउटा चाहिँ दिन जान्छु। अहिले जस्तै टाउन प्लानिङले चाहिँ सहरी विकास मन्त्रालय अन्तर्गत चाहिँ आयोजनाहरू भनेर टाउन प्लानिङ गरेर त्यहाँ बाटोको रोडहरू बनाएर त्यहाँ पाइप बिछाइयो नि, त्यहाँ यहाँले कम्पेरिटिभली हेर्नुहोस् त त्यहाँ यस्तो लिकेजहरू छैन त्यहाँ। किनभने त्यहाँ टु सम एक्सटेन्ट केही हदसम्म के हो त भन्दाखेरिमा बाटो पनि चौडा बस्यो, पेटीमा लगाएर फाटा राखेको छ, सबै छ, बाटोले साइज पनि दियो। तर अब यहाँ आएर अब स्पेसली अझ रिङ रोडभित्र चाहिँ मेन कारण चाहिँ यो रुट कज त अहिले कसैले खोज्दैन। लो खानेपानीले गर्ने अनि 150 वर्ष पुरानो पाइपहरू छ, सबै के छ त सतहमा छ, डेभलपमेन्ट बाटो खोतलेको छ, कहीँ बाटो खोतलेको छ, कहीँ पुरेको छ। अनि अहिले हामीले बल्ल अब युटिलिटी तल छ, अब हामीले के गर्न लाग्छौँ त बाटो विस्तार गर्न लाग्छौँ, त्यहीँ ढल हाल्न लाग्छौँ। यो चाहिँ मैले प्लानिङको विषयमा कुरा गरेँ। यो मैले प्लानिङको विषय जड कुरो यहाँ छ। हामीले यो रुट कज चाहिँ यो पोलिसी मेकरदेखि लिएर टेक्नोक्रेटदेखि लिएर सबैले यो कहिले सोच्ने यो विषयवस्तु हो। अब यहाँले पानी यसरी बाटोमा बगिरहेछ कारण के हो भन्ने विषयमा अब टेक्निकल पाटोमा गएँ म। टेक्निकल पाटोमा यसरी सामान्य चाहिँ पाइप लिक हुने भनेको के भने यसमा चाहिँ यसको वर्कम्यानसिप भन्छौँ नि हामी, त्यो कार्यशैलीको दक्षता चाहिँ यसमा यति केयरफुल चाहिन्छ। हेर्नु सानोभन्दा सानो पनि त्यो टेक्निकल एरर चाहिँ जोड्ने बेलामा भएको छ भने त्यतिखेर त पानी बगाए हुँदैन भने त्यसले चाहिँ
त्यहाँ बिस्तारै बिस्तारै गएको थियो भोलि त्यहाँबाट चाहिँ जाने एउटा चाहिँ वर्कम्यानसिपको कुराहरू छ। त्यो नेग्लिजेन्सी भएर फुट्यो भनेर मैले कसैलाई ब्लेम लाउनु खोजेँ होइन, त्यो केयरफुल हुँदाहुँदै होसियारी हुँदाहुँदै पनि जान्छ। एउटा चाहिँ होसियारी हुँदाहुँदै पनि जान्छ, अर्को कुरो नेग्लिजेन्सीले पनि जान्छ। कहिलेकाहीँ प्राविधिक त्रुटि हुनसक्छ, प्राविधिक त्रुटि हुनसक्छ, नेग्लिजेन्सी जान्छ। तर नेग्लिजेन्सीको पाटो नि हामीसँग कमी छैन, टु बी अनेस्ट हो। त्यस कारण चाहिँ एउटा पाटो त्यहाँ रहन्छ। एउटा हामीले चाहिँ गुणस्तरको पाइप युज गरेनौँ, सामान गरेनौँ भने चाहिँ जाने भयो। र अर्को कुरा के हुन्छ भने यो पानीको चाहिँ यो चाहिँ हामीले चाहिँ टेक्निकल्ली चाहिँ यो पानी चाहिँ कहिले छोड्ने कहिले बन्ने गर्दाखेरिमा पानीको प्रेसर चाहिँ अप डाउन हुन्छ कि। त्यस कारण कहिलेकाहीँ त्यो प्रेसरको चाहिँ पानीको अप डाउन हुँदाखेरिमा त्यहाँ चाहिँ अनएक्सपेक्टेड चाहिँ पाइपहरू चाहिँ ब्रस्ट हुने पनि हुन्छ। टेक्निकल पाटोहरू चाहिँ यसरी हुन्छ। दुईवटा विषयवस्तुलाई यसरी चाहिँ मैले चाहिँ अहिले यति नै भने। अब हामीले देखेको कुरा सरसर्ती भन्दाखेरि चाहिँ नि पहिला सुरु मेलम्चीको पाइप बिछाइयो, त्यो चाहिँ परियोजना कार्यान्वयन निर्देशनालय PID भन्नेले काम गर्छ। हजुर। अनि पाइप बिछाइसके पछाडि अब किनभने अघिल्लो दिन राति पाइप बिछायो भने भोलिपल्ट रोड सुचारू गर्नुपर्छ भनेर त्यो भोलिपल्टै पुरेर गाडी चलिहाल्यो। अब 3-4 दिन 8-10 दिन अलिक ढिला भयो भने 1 महिनासम्म पिच पनि भइहाल्यो। पछि टेस्टिङ भनेर पनि केही टेस्टिङहरू भएको हामीलाई थाहा छ, हामीले त्यसको रिपोर्टिङ पनि कुनै बेला गरेका थियौँ। तर अहिले त्यो टेस्टिङ भएको चिज चाहिँ कतै त्यो राम्रो प्रोपर टेस्टिङ भएन छ कि भन्ने खालको प्रश्न जन्मायो नि होइन। यो ब्रस्टिङहरूले विशेष गरी ठुल्ठुला पाइपहरू नै फुट्ने अवस्था देखिँदाखेरि चाहिँ त्यो टेस्टिङ नै फेल थियो कि भन्ने देखियो नि है। यो चाहिँ अब यसलाई छ नि एउटा कुरा के भयो भने यो यहाँसँग सेयर गर्दा र पब्लिकलाई पनि बुझाउनु पर्ने कुरा थियो नि। यो चाहिँ नेपालकै सबैभन्दा ठुलो फर्स्ट प्रोजेक्ट थियो, नम्बर 1 है। हामी त्यहाँबाट सुरु गर्नुपर्छ। फर्स्ट प्रोजेक्ट थियो कि यसरी चाहिँ अब पाइपहरू भित्र पसेर हामी मान्छे हिँड्नै मिल्ने डायमिटरको चाहिँ पाइपहरू चाहिँ एउटा फर्स्ट प्रोजेक्ट थियो। यसमा चाहिँ त्यो बिछाउने प्रविधि पनि हामी त्यस्तो हाई टेक्नोलोजीहरू पनि युज गरेनौँ। सेमी टाइपको थियो, म्यानुअल पनि थियो, प्लस चाहिँ JCB युज गरेर गरियो। त्यो गर्दाखेरिमा चाहिँ कहीँ तपाईँले भनेको चाहिँ कहीँहरू चाहिँ त्यो गर्दै पनि कहीँ त्यो पाइपहरू किनभने त्यो त्यति ठुलो डायमिटर पाइपमा त्यो नट बोल्टहरू चाहिँ त्यहाँ 100-150 वटा नट बोल्ट हुन्छ होला। यहाँहरूले देख्नुवाला त्यो गोलोमा एउटा नट चाहिँ 2-3 राउन्ड कस्न बिर्सेको रहेछ, कहीँ छुट्या रहेछ भने नि त्यहाँबाट चाहिँ पानी आयो। त्यहाँ आउँदै जाँदा त्यसले अर्कै ठुलो रूप लिएर ब्रस्ट हुने चाहिँ आउने। त्यो चाहिँ अब जहाँ यो इभन एडभान्स कन्ट्रीमा जति गर्दै पनि हुने चिजहरू चाहिँ एउटा कुरा रह्यो। र त्यहाँबाट चाहिँ पनि हामीले अब लेसन लर्न गर्ने विषयवस्तु रह्यो। तर अब त्यस्तो भएको भए त यो बस्नै हुन्थेन, ब्रस्ट नै हुन्थ्यो। तर त्यस्तो त भएको छैन होइन। यो त मिनिममै हो। अब अर्को कुरा चाहिँ के भइदियो भन्दाखेरिमा यो एकदमै सत्य कुरा चाहिँ हाम्रो यो पाइपहरू बिछ्याएको चाहिँ 2012-13मा सुरु भएको प्रोजेक्ट एडी होइन। 12-13मा प्रोजेक्ट सुरु भएर हामीले मेलम्ची चाहिँ त यो 2021मा आयो। हेर्नुहोस्, यो कोरोना पछि आयो। त्यो पिरियडसम्म के भयो भन्दा टेस्टिङ पनि त्यतिखेर गऱ्यो। र यहाँले भन्दाखेरिमा त्यतिखेर टेस्टिङ गर्नलाई फुल फेजमा गर्नलाई पानी थिएन हामीसँग। टेस्टिङ कहाँबाट गरियो त भन्दाखेरिमा ट्याङ्कर पानीबाट लगेर चाहिँ गरियो। तर ट्याङ्करबाट लिएर जाँदाखेरिमा पनि चाहिँ के अरे भने त्यो चाहिँ क्राइटेरिया मिट गराएरै टेस्टिङ चाहिँ गरेछ। तर त्यत्रो डायमिटरमा अहिले यो जनमानसमा बुझाउन नसकेको वस्तु नि हो। त्यत्रो ठुलो पाइपमा ट्याङ्करबाट पानी लगेर टेस्टिङ गरेर भयो भनेर यो सर्वसाधारणले क्वेसन गर्ने विषयवस्तु त चाहिँ रह्यो। तर अब त्यत्रो गरेको चाहिँ त्यहाँ सबै मापदण्डहरू प्रक्रिया पुरा गरेरै बिछ्याएको चाहिँ पाइप हो। अब तर भइदियो के भने पाइप त हामीले बिछ्याउँ 8 वर्ष 9 वर्षसम्म त्यो सिस्टम चाहिँ लाइभ भएन। यदि हामीले पाइप बिछाउने बित्तिकै किनभने मेलम्ची प्रोजेक्ट त डिले भयो। अब त्यसपछि 8, 9, 10 वर्ष करिब अब अहिले गऱ्यो भने 10 वर्ष जति त्यो सिस्टम चाहिँ त्यत्तिकै बस्यो। जब सिस्टम चाहिँ सप्लाईमा आएर लाइभ नहुने बित्तिकै के भयो भन्दाखेरिमा त्यहाँ धेरै चाहिँ कम्प्लिकेसनहरू चाहिँ टेक्निकली पनि चाहिँ आउँछ, नम्बर 1। र अर्को कुरो के भइदियो भने थर्ड पार्टी ड्यामेज छ नि जुन बाहिर त त्यहाँ त चाहिँ ढल बिछाउने काम पनि भयो। त्यसपछि चाहिँ के अरे विद्युतीकरणका कामहरू पनि भए। अनि टेलिकमले पनि काम गर्यो र मुरा त सबै कामहरू भयो। त्यो काम गर्दाखेरिमा त बाटो त त्यही थियो। त्यो काम गर्दाखेरिमा जति जोगाउँछु भन्दै पनि त्यहाँ कहीँ न कहीँ त ड्यामेज भयो, कहीँ न कहीँ स्क्रैच भएर त बस्यो। स्क्रैच भएको ठाउँ त त्यसै पनि विकनेस हुने भयो। र अब अहिले त्यसको रिजल्ट के भयो त भन्दाखेरिमा
यहाँ अहिले आएर पानी सप्लाई गर्दाखेरिमा चाहिँ आएर देखियो। त्यस कारण हामीले त्यतिखेरै सप्लाई गर्न पाएको भए त्यतिखेरै चाहिँ कन्ट्र्याक्टरलाई चाहिँ त्यसको चाहिँ डिएलपी पिरियड हुन्थ्यो, त्यसलाई गभर्मेन्ट हुन्थ्यो मेन्टेनेन्स, त्यतिखेर त कन्ट्र्याक्टर पनि लाइबल हुन्थ्यो। अब 10 वर्ष बितिसक्यो। त्यस कारण यो चाहिँ विषयवस्तु चाहिँ भने सबैले चाहिँ बुझ्नुपर्ने छ। त्यस कारण मैले अब एकदमै यो चाहिँ पर्फेक्टली गएको थियो। अब पहिलो प्रोजेक्ट हो, यसबाट लेसन लर्न गर्ने केही माइनर त्रुटिहरू चाहिँ भागा हुन सक्छन्। विषयवस्तु चाहिँ यो चाहिँ जटिल छ। यो यसरी जस्तो कतिपय मान्छेले चाहिँ नि यो जुन पाइपलाइन यो नेटवर्किङ जसरी भयो र यसको तपाईँले अघि भन्नुभयो अब टेस्टिङदेखि सबै कुराहरू जसरी भयो त्यो चाहिँ नि भन्न चाहिँ प्रोटोकलभित्र भयो भने पनि हाम्रो इन्जिनियरिङ दक्षतालाई चाहिँ यसले एक्सपोज गर्यो भन्छन्, तपाईँ मान्नुहुन्छ? अब के हुन्छ भने यसलाई चाहिँ मैले त्यसरी चाहिँ म पनि एज अ टेक्नोक्रेट म त्यसरी लिन्न। कुनै पनि चिज आफैमा केही पनि चिज पर्फेक्सन त छैन, पर्फेक्ट त छैन होइन। त्यसलाई हामीले सबैले गर्नुपर्छ। र अहिले पनि मैले भने काम गर्दाखेरिमा चाहिँ मूलत पाइपहरू चाहिँ लिक हुने भनेको मेन कारण चाहिँ वर्कम्यानसिपमा हो। त्यो भित्र धेरै कुरा भन्छ। त्यतिखेर हामी कति केयरफुल भएर चाहिँ काम गऱ्यौँ र हामीले त्यो गऱ्यौँ भने त्यो कुरा चाहिँ एकदमै जटिल चाहिँ विषयवस्तु छ। अब किनभने अहिलेको चाहिँ टेक्नोलोजी र इन्जिनियरिङ साइन्सको सबै मापदण्ड पुरा भएर बिछ्याइएको पाइप हो। अब तर त्यहाँ काम गर्दाखेरिमा त्यसको क्वालिटी कन्ट्रोलको विषयहरू, वर्कम्यानसिपका कुराहरू, त्यो चाहिँ विषयवस्तुहरूमा चाहिँ छिरेर चाहिँ मैले एकदमै प्रमाणित गर्न त म चाहिँ खोज्दिनँ। अब त्यसका कुराहरू चाहिँ त्यो कुन चाहिँ चिज हो त भनेर हामीले चेक नगरिकन हामीले चाहिँ भन्नु सकिएन नि त। उदाहरणको निम्ति इन्जिनियरिङ डिजाइनको फेलको कारणले चाहिँ हो कि क्वालिटीको कारणले हो कि वर्कम्यानसिपको कारणले हामीले चाहिँ त्यसलाई छुट्याउनु पर्ने हुन्छ कि। जस्तै यहाँलाई अस्तिको चाहिँ बबर मलको पाइप फुटेको केस त क्लियरली देखियो। ड्रिलिङ मेसिन त्यही छ, फोटो पनि मैले अहिले तपाईँलाई यहाँ देखाउन सक्छु। ड्रिलिङ मेसिन हान्दाखेरिमा फुट्यो, उहाँहरूले चाहिँ अड्केछ, तान्दाखेरिमा गयो, सबैलाई थाहा भयो, विषयवस्तु भयो। अब अस्तिको चाहिँ यो थापाथलीको केसमा चाहिँ के देखिया छ भने फोटै छ यहाँ। मैले चाहिँ अब यो एनिएको कारणले फुट्यो भनेर चाहिँ मैले ठ्याक्कै चाहिँ भन्न खोजेको पनि होइन। तर त्यहाँ चाहिँ त्यही माथि ठ्याक्कै के छ त भन्दाखेरिमा एनिएको अन्डरग्राउन्ड केबल छ, 4वटा केबल छ। त्यसको मुनि चाहिँ अहिले मैले भने त्यसको मुनि हाम्रो पाइप छ 500 mm को भनेको 500 mm भनेको इन्चीमा भन्दा 20 इन्चीको। त्यहाँ गर्दाखेरिमा के रहेछ भन्दाखेरिमा एलोङ त त्यो पाइपको चाहिँ टपमा चाहिँ सर्र स्क्रैच भएको छ। त्यहाँ स्क्रैचिङ छ, पाइप केही पनि भएको छैन। तर त्यो स्क्रैचिङ भएको, अनि त्यो स्क्रैच भएको लाइनमा चाहिँ 27 इन्ची 67 सेन्टिमिटर लम्बाइमा चाहिँ यसरी फर्लक्क फर्केर चाहिँ च्यातिएको छ भने अब एउटा हामीलाई चाहिँ के अरे चाहिँ अब त्यो शङ्काको चाहिँ उल्लिली रह्यो। किनभने त्यही पोर्सन विक थियो, त्यो पोर्सन अलिकति विक भएको हुनुपर्छ। त्यो विक भएको पोर्सनबाट चाहिँ पानीको प्रेसर घटबड हुँदा गयो भन्ने हाम्रो चाहिँ छ नम्बर 1। अब अर्को कुरा चाहिँ अब जुन एउटा चाहिँ एनइएसँग चाहिँ एउटा एमओयू पनि गरेर रहेछ क्या पिआइडी प्रोजेक्टले चाहिँ यो युटिलिटीभन्दा मिनिमम 1 मिटर चाहिँ होइन चाहिँ ग्यापमा राख्ने भन्ने पनि भएको रहेछ होइन। अब त्यो पनि त्यो क्राइटेरिया पनि त्यहाँ मिट हुँदैन। तर त्यो मिट हुँदैन भनेर मैले ब्लेम लगाउन चाहन्न। मैले अहिले भने कि त्यो प्रोजेक्ट गर्नु छ, स्पेस छैन, उहाँहरूले पनि कहाँ राख्ने होइन। यसलाई चाहिँ हाम्रो अहिले मात्रै पनि हेर्नुहुन्न होइन। अब किन स्पेसै छैन, प्रोजेक्ट आयो, त्यो पनि मलाई लाग्छ चाहिँ कुनै एडिपीकै प्रोजेक्ट हो। तर एउटा विषय तपाईँहरूको चाहिँ यो मिडियाबाट म के सेयर गर्न चाहन्छु भने यस्तो कोर सिटीमा रिङ रोडभित्र अन्डरग्राउन्ड केबलिङ गर्न चाहिँ भन्दा अर्को विकल्प थियो कि यसमा स्टडी चाहिँ पुगेन कि, यो एउटा चाहिँ डिस्कसनको विषय छ। म चाहिँ अमेरिका जाँदा इभन अमेरिकामा पनि देखाएको छु कि माथि पनि तार लिएर गएको छ कि, तार माथि लानै नहुने होइन। अब इमर्जिङ सिटी छ नि, बाहिर रहेर चाहिँ हामीले गरेर अब यस्तो सिटीमा कहीँ ठाउँै छैन। अब अहिले सबै अन्डरग्राउन्ड छ हेर्नुहोस्। अब माथि के हुने भयो त भन्दाखेरि माथि सबै चाहिँ हेर्निएको विद्युतीकरणका लाइन हुने भयो, तल चाहिँ हाम्रो युटिलिटी टेलिकम जम्मै हुने भयो। भोलि मेन्टेनेन्स त कसरी गर्ने, यो विषयवस्तु यति जटिल छ हेर्नुहोस्। अनि सटडाउन कसरी गर्छ भोलि। त्यस कारण अब यत्रो प्रोजेक्ट आएको अब चाहिँ यो चाहिँ भोलि चाहिँ गर्दाखेरिमा चाहिँ धेरै स्टडी गरेर गरेको चाहिँ प्रोजेक्ट हो। तर यो एउटा डिस्कसनको विषय, यसलाई चाहिँ यो एउटा चाहिँ डिस्कसनको विषय चाहिँ छ, अहिले उठिरहेछ। जस्तो तपाईँले अघि सुरुमा पनि भन्नुभयो युटिलिटी
युटिलिटीहरू यति धेरै छन् हाम्रो होइन, यो युटिलिटीहरूको कोरिडोर एउटा बनाउन सकेको भए या बन्ने अवस्था भइदिएको भए यो हुन्थेन। तपाईँले अघि पनि सङ्केत गर्नुभयो कि युटिलिटी कोरिडोर हाम्रोमा सम्भव थियो थिएन, तर हुनुपर्ने युटिलिटी कोरिडोर थियो र त्यो कोरिडोर बन्थ्यो भने चाहिँ नि यो समस्या हुन्थेन। र एउटा चिज मैले पनि नोट गरेर राखेको चाहिँ कस्तो भने हाम्रो युटिलिटीहरू जुन युटिलिटीहरू बनेको छन् त्यो प्राय हेर्ने हो भने कतै न कतै डाटाको सहयोगमा छ। अझ एउटै डाटाहरू बढी इन्गेज छन् त्यो युटिलिटीभित्र। तपाईँ केएलको एडिबी नै हो होइन, एडिबी नै त्यसमा छ, एनइएकोमा छ, हिजोको दिनमा ढल बिछ्याउनेमा पनि केही सहयोगहरू उनीहरूकै छ भन्नाले एउटै डाटाले काठमाडौँको युटिलिटीमा काम गरिरहेछ तर करिडोरको लागि सोचिरहेको छैन भनेपछि यो चाहिँ डाटालाई दोष दिने हो कि सरकारको पोलिसी नै नभएको कारणले गर्दा यस्तो भएको हो? यसको दोषी चाहिँ को हो त? अब यसलाई भन्दाखेरि किनभने डाटा भनेको त अब चाहिँ अहिले डोनर पनि नभनौँ, डेभलपमेन्ट पार्टनर भनौँ होइन। डोनर पनि त्यति राम्रो शब्द होइन भन्छ नि होइन। डेभलपमेन्ट पार्टनरलाई चाहिँ दोष त किन दिने, उनीहरूको आफ्नै छ, आएर देशमा सहयोग गरेर चाहिँ तपाईँहरूको डेभलपमेन्ट वर्क गरिदिन्छु भनेको छ। उहाँहरूको चाहिँ सर्टेन गाइडलाइन छ, किनभने चाहिँ आउँदाखेरिमा उहाँहरूको गाइडलाइन अनुसार उहाँको अनुसार चल्नुपर्ने पनि स्वाभाविकै रह्यो। तर यो गभर्मेन्टको चाहिँ के अरे पोलिसीकै कुरा हो। अब यो पोलिसीको कुरा पनि कोरिडोर बनाउनलाई टु लेट भइसक्यो। त्यो कतिखेर बनाउनु पर्थ्यो त भन्दाखेरिमा मैले जुन बेला भने नि, जुन बेला यो काठमाडौँमा घरहरू थिएन, जुन बेलामा चाहिँ होइन चाहिँ जनघनत्व कम थियो, त्यतिखेर बाटो बढाउनलाई पनि केही थिएन, त्यो चाहिँ क्रस गरेर आइसक्यो। अब अहिले कहीँ हाम्रो चाहिँ प्रोफेसनल सेक्टरका साथीहरूले पनि होइन यो कोरिडोरमा जानुपर्छ भन्नुभएको छ है। यो मूलतः चाहिँ गभर्मेन्टको पोलिसीको कुरा हो। अब जानलाई नि अस्ति पनि म एउटा सेमिनारमा एउटा डिस्कसन प्रोग्राममा थिएँ होइन, यो कोरिडोरमा जानुपर्छ भनेर एकजना साथीले भन्नुभएको थियो। रिङ रोडभित्र कोरिडोर बनाउने सम्भावना बाटोको चौडाइले दिँदैन। सम्भव भाटा चाहिँ बनाउनु पर्यो नम्बर 1। अर्को कुरो सम्भव भयो भने खरबौँ खरब रुपियाँको लगानी छ, यो त सबै सिफ्ट गर्नु पर्यो। अनि टेक्निकल्ली फिजिबल यो छ कि छैन, कहीँ गएर प्रेजेन्टेसन गर्नलाई कोरिडोरमा जानुपर्छ, थ्योरिटिकल कुरा गर्नलाई चाहिँ सजिलो छ, तर एक्चुअली भोलि फिल्डमा गएर काम गर्नको निम्ति त्यो सक्ने अवस्था चाहिँ छैन। यो प्रष्ट छ। यो कुनै चाहिँ एकदमै इन्जिनियरिङको नलेज पनि धेरै चाहिँदैन, सामान्य मान्छेले भन्न सक्छ यो। तर अझै पनि बाहिर चाहिँ इमर्जिङ जुन चाहिँ नगरपालिकाहरू छ नि त्यो पनि बिग्रिसक्यो क्या। यो लेसन रिङ रोडभित्रको लेसन लर्न गरेर हामी बाहिर त बनाउन सक्थ्यौँ नि, खै लेसन लर्न गरे? गुड प्र्याक्टिसेसहरूलाई हामीले कहिले फलो गऱ्यौँ? त्यस कारण चाहिँ अब चाहिँ के भन्दाखेरिमा त्यो कोरिडोरलाई जाने भनेको त त्यो त मैले त असम्भव त भन्नु भएन, तर त्यसको खर्च यो राज्यले हाम्रोहरूले जान्न सक्छ कि सक्दैन अर्को कुरा। अब यहाँले भनेको चिज चाहिँ बडो चाहिँ महत्त्वपूर्ण छ। त्यही एउटै निकाय छ हो, एडिबीकै लोनमा अन्डरग्राउन्ड केबलिङ बनाएको छ, उहाँकै उसमा चाहिँ पाइप पनि बिछियो। यो तिनी बेलामा त्यो सर्वे गरेर र हाम्रो यहाँको पोलिसीले चाहिँ उहाँलाई भन्नु पऱ्यो नि त, गभर्मेन्टको पोलिसीले हाम्रो खानेपानीको नि यत्तिकै छ, यो पनि यत्तिकै छ। एटलिस्ट चाहिँ 20-25 हजारको प्लानिङ बनाएर डेभलपमेन्ट पार्टनरहरूलाई हाम्रो पहिला चाहिँ यो खानेपानीको यस्तो स्थिति छ, पहिला यो छ, पहिला यो गरेपछि गएर यहाँ चाहिँ यहाँ तपाईँहरूले चाहिँ गरिदिनुहोस्, पहिला यो गर्छौँ हामी, अनि यसपछि यसरी सिरिजमा त्यसको टेक्निकल र चाहिँ इम्पोर्टेन्ट प्रायोरिटीको आधारमा जाऊँ भनेर हाम्रो गभर्मेन्टकोमा चाहिँ भन्नुभयो कि भन्नुभयो त्यो चाहिँ मलाई थाहा भएन, भन्नुभएको छैन, त्यत्तिकै मैले अहिले ब्लेम लगाइनँ भनेर चाहिँ डेभलपमेन्ट पार्टनरले नमानेको हो कि त्यो चाहिँ विषयवस्तु थाहा नभएको विषयवस्तुमा म बोलिनँ। तर एउटा इन्ट्रेस्टिङ कुरा म गर्छु, यदि डेभलपमेन्ट पार्टनरकै लोनमा आगो हो, पहिला चाहिँ यो वेस्ट वाटरको महत्त्वपूर्ण त्यति प्रायोरिटीमा थिएन, पहिला त खानेपानी चाहियो नि। त्यस कारण चाहिँ हामीले वेस्ट वाटर इन्भाइरोमेन्टल चाहिँ ब्यालेन्सका कुराहरू, इन्भाइरोमेन्टल चाहिँ सस्टेनेबिलिटीको कुराहरू हामीले गरेनौँ, किनभने पहिला घाँटी भिजाउनु पऱ्यो, पानीको कुरा गऱ्यौँ। पानीको कुरा गरिसकेपछि हामीले चाहिँ के गर्यौँ त भन्दाखेरिमा चाहिँ काठमाडौँको रिङ रोडभित्र पाइप बिछा गर्नुहोस्, त्यत्रो लार्ज डायमिटरको पाइप र नेटवर्किङ। अब त्यसपछि सिवरेजको प्रोजेक्टको लोन आयो। अब टेक्निकल्ली ढलको पाइप चाहिँ सबै युटिलिटी भन्दा तल बस्छ, किनभने तिनीहरूको सबै घरको पास गराउनु पऱ्यो, मिनिमम 14-15 फिट तल बस्छ। खानेपानीको नर्मल्ली 1 मिटर 1.5 मिटरमा बस्छ।
अब अन्डरग्राउन्ड केबलिङ पनि उहाँहरूको आफ्नो एउटा मिनिमम 1 मिटर 1.5 1.2 कति स्ट्यान्डर्ड छ भन्नुभएको थियो उहाँले, त्यसमा बस्छ। सबैभन्दा पहिला त हामीले त्यो सुअरको पाइप बिछाउनु पर्छ भन्ने त थाहा छ नि फेरि। त्यो आएको पानी 51 करोडै पानी आएको पानी हामीले चाहिँ एभरेजमा 20% हाम्रो कन्ज्युम हुँदो रहेछ, 80% चाहिँ वेस्ट वाटरको रूपमा प्रड्युस भएर बाहिर जान्छ भने त्यो वेस्ट वाटर 80% को चाहिँ व्यवस्थापन गर्नुपर्ने त थियो नि त, हामीलाई थाहा त थियो। तर अब चाहिँ हेर्नुहोस् अब कसलाई चाहिँ दोष दिने हो, पोलिसी त्यसपछि वर्किङका अब जाने। अब अहिले आएर के भयो त, अब भन्नु त खानेपानीको महामुनि अब ढलको पाइप बेच्दा अब अहिले चाहिँ तपाईँहरूले फुट्ने कुरा गर्नुभयो नि, यत्रो फुटाइको के हो भन्दाखेरिमा अब त्यहाँ त्यो प्रोजेक्टले इन्टरभेन्सन गर्ने बित्तिकै अनि त्यो भन्दा मुनि लगेर चाहिँ सुअर पाइप राख्नुपर्ने अवस्था हुन्छ। के त्यो अब चाहिँ खानेपानीको पाइप माथि चाहिँ ढल बस्छ? त्यो चाहिँ सम्भव छैन फेरि, किनभने पास हुनु पऱ्यो नि। अब पहिलाको त कहीँ त छ हेर्नुहोस् होइन, हाम्रो पाइप चाहिँ तल र ढल माथि पनि छ। तर अब अहिलेको उसमा चाहिँ अब यो चाहिँ यस्तो ठुल्ठुलो डायमिटर पाइप प्रोजेक्टलाई आइरहेछ। र अनि अर्को चाहिँ कुरा चाहिँ किन मैले यो भनिरहेको छु भने यहाँलाई बडो इन्ट्रेस्टिङ छ। हाम्रो चाहिँ अहिले चाहिँ वेस्ट वाटर ट्रिटमेन्टको केन्द्रहरू हाम्रो बनिरहेछ बाहिर, यहाँलाई थाहा छ। त्यहाँ त्यो वेस्ट वाटर ट्रिटमेन्टको केन्द्रसम्म पानी त पाइपकै थ्रुबाट लानु पऱ्यो नि, त्यहाँ लगेपछि ट्रिट गरेर त्यहाँ ट्रिटमेन्ट गरेर अनि बल्ल वाटर बडिज खोलामा फाल्ने हो नि भने अब रिङ रोडभित्रको चाहिँ अनि त्यसको लागि के गरिएको छ त भन्दाखेरिमा अधिकार सम्पन्न बागमती अधिकार सम्पन्नले चाहिँ इन्टरसेप्टर भन्छ, ठुलो चाहिँ मतलब सबै नदीको किनारहरूमा चाहिँ पाइप चाहिँ ढलको पाइपहरू बिछाएको छ। त्यो ढलको पाइपसम्म त्यसलाई हामीले चाहिँ टेक्निकली इन्टरसेप्टर भन्छौँ। त्यहाँसम्म रिङ रोडभित्रको चाहिँ जति पनि वेस्ट वाटर निक्लेको छ नि, टोयलेटबाट निक्लेको दिशाजन्य जति पनि छ नि त्यो त्यहाँसम्म त पुर्याउनु पऱ्यो नि। बागमती विष्णुवतीसम्म बिछाएको चाहिँ त्यो त्यहाँसम्म त उदाहरणको निम्ति रत्नपारको वेस्ट वाटर चाहिँ त्यहाँसम्म त बिछाएर लानु पऱ्यो नि। त्यहाँ लगेर खसेपछि अनि बल्ल के हुन्छ त त्यहाँबाट चाहिँ हाम्रो वेस्ट वाटर ट्रिटमेन्टमा जान्छ र केन्द्र हुने हो। अब त्यहाँसम्म लानको निम्ति नि अहिले यहाँले देख्नुहुन्छ नि के अरे रेनी सिजनमा त्यो जम्मै वेस्ट वाटर बाहिर बङ्गालबाटै ओभरफ्लो भएको किन भएको त्यो भन्दाखेरिमा पहिला अहिले मैले भने नि त्यो सानो साइजको छ, त्यहाँ चाहिँ 50-60वटा घरको लागि चाहिने बिछाइयो त्यतिखेर। अहिले त्यहाँ चाहिँ 100-150 घर भयो। अब त्यसको त क्यापासिटी पुगेन, क्यारिङ क्यापासिटी, अनि बाहिर आउने हो कि। अनि ड्राई सिजनमा चाहिँ त्यो जेन तेन धान्ने भयो। त्यसपछि फेरि हाम्रो चाहिँ कम्बाइन्ड सिस्टम छ, रेन वाटरको चाहिँ स्टोम वाटर पनि त्यहीँ जान्छ अनि त्यसपछि चाहिँ घरबाट आएको पनि त्यहीँ जान्छ। अब मैले भन्न खोजेको के हो भने अब त्यहाँसम्म त्यहाँ लानलाई हामीले त्यो ढल पाइपको साइज चेन्ज गर्नुपर्छ। अहिले 12 इन्चीको छ भने त्यहाँ 36 इन्चीको चाहिन्छ। 36 इन्चीको ढल पाइप हामीले राख्यौँ भने अनि त्यहाँको सबै वरिपरिको लहर हामी इन्टरसेप्टरसम्म लान्छौँ र त्यहाँबाट ट्रिट भएर जाने हो। 36 इन्चको पाइप तपाईँले अहिले राख्न सक्नुहुन्न, किनभने 36 इन्चको पाइप 13 फिटको बाटो छ, बाटो बढाउने सम्भावनै छैन। हामीले त्यही के अरे उसकै के अरे त्यो गुच्चा टोलको त्यतिको ल्याउँ न, असन्तिरेको कुरा गरौँ न भने 36 इन्चको पाइप राख्नलाई त घरहरूदेखि लिएर 13 फिट खएर लानु पऱ्यो। 13 फिटको बाटोमा 36 इन्चको ढल राख्ने सम्भावना छैन। अब ट्रिटमेन्ट प्लान्ट पनि बन्ने भयो, वेस्ट वाटर ट्रिटमेन्ट प्लान्ट पनि बन्ने भयो, इन्टरसेप्टर पनि बिछाएको छ। त्यसकारण अहिले केलाई ठुलो च्यालेन्ज भनेको यो रिङ रोडभित्रको चाहिँ भएको त्यो इन्टरसेप्टरसम्म लाने कसरी त टेक्निकल्ली चाहिँ कहीँ सम्भव बाटा त लानु पऱ्यो। अहिलेको तपाईँको चाहिँ ढलको पाइपको चाहिँ साइज चाहिँ 70% अन्डर साइजको छ, क्यारिङ क्यापासिटी छैन। यहाँले जुन चाहिँ भन्नुभयो नि डोनरको पोलिसी हो कि कहाँ चिज के हो चिज भन्ने कुरो, त्यस कारण एउटा चाहिँ कन्क्रिट वाटरको पोलिसी चाहिँ कन्क्रिट पोलिसी र चाहिँ वेस्ट वाटरको चाहिँ सिवरेजको चाहिँ दुईवटा छुट्टा चाहिँ एउटा चाहिँ स्पेसिफिक चाहिँ वाटरको चाहिँ पोलिसी आएको छ। तर त्यो एकदमै स्क्याटर छ, हेर्नु छरिएको छ। सङ्घीयले के गर्ने अनि प्रदेशले के गर्ने सबैलाई बाँडिदिएको छ होइन। एउटा मुहानमा अहिले हामीले गाउँमा पनि पानी ल्याउन सक्दैनौँ होइन, चाहिँ लोकलको आफ्नै चाहिँ त्यहाँ गुनासोहरू छ। अब यसरी चाहिँ डेभलपमेन्ट वर्कहरू चाहिँ गएको छ। अब यो मैले पनि सुनेको चाहिँ 20औं वर्षदेखि सुन्दै आएको, म यो सेक्टरमा काम गरेको पनि अहिले पनि सुन्दैछु। अब अर्को 20 वर्ष पनि हामीले यही सुन्दै जाने हो, डलले पाइप फुटाइदियो भन्ने हो,
यो गीत सुनिनेवाला छैन। अब यसलाई सोच्नुपर्छ, यसलाई चाहिँ के गर्नुपर्छ भने यसलाई चाहिँ हामी टेक्नोक्रेटहरूले यो चाहिँ हाम्रो चाहिँ पोलिटिसियनलाई चाहिँ हामीले चाहिँ एजुकेट गर्नुपर्छ कि यो फेरि पोलिटिकल्ली सल्भ गर्नुपर्छ, यसलाई चाहिँ नीति ल्याएरै लानुपर्छ। र अब हामीले यति भन्दै पनि जहाँ टेक्निकल्ली भ्याउँछ त्यहाँ चाहिँ गर्नु पऱ्यो, जहाँ भ्याउँदैन त्यसका अरू उपायहरू पनि विकल्पहरू हुन्छ, सोचेर चाहिँ जानु पऱ्यो नि त। अब अहिलेको डेभलपमेन्टको प्याटर्नहरू चाहिँ यसरी गइरहेछ कि। अब तपाईँले यति मजाले बुझाएर भन्न खोज्नुभयो होइन, मलाई अघिकै प्रसङ्गमा एक्चुअली फर्किन चाहिँ किन मन हो भने मान्छेहरू चाहिँ कतै कतै अब यो रोडमा कहाँनिर मैले कति बेला चाहिँ नि के भन्छ वाटर तलबाट ब्रस्ट भएर म चाहिँ खाल्डोमा पर्ने हो भन्ने थाहा हुँदैन कि भन्ने डर मान्छेलाई पस्न थालिसक्यो। किनभने ठाउँ ठाउँमा चाहिँ नि त्यस्तो घटनाहरू भयो। पहिला चाबैलमा भयो, त्यस पछाडि तपाईँहरूले बबर महल त बाढी नै आयो होइन, अस्ति थापाथलीको घटना भयो। त्यो ब्याक टु ब्याक भएको देख्दाखेरि मान्छेलाई चाहिँ नि यो अब लगातारै भइरहेको छ कि भन्ने डर कता कता पैदा भएको छ। तपाईँ के ख्यालमा हुनुहुन्छ, निश्चिन्त हुने अवस्था छ? होइन, छैन। यहाँले एकदमै राम्रो गर्नु। हामी यो निश्चिन्त हुने कुरा हामी त्यहाँ बसेको सर्भिस प्रोभाइडरको हिसाबले पनि भएन, नागरिकको हिसाबले चाहिँ पनि भएन यो जुन सिनारियो देखिएको छ नि। किनभने अहिले फुटेको पाइप त सानो पाइप फुटेको, जम्मा 20 इन्चीको 50 mm के अरे 500 mm को, अनि 1400 mm को पाइपहरू छ। अझै हामीले अहिले 1800सम्मको बिछाउँदैछौँ। अब अरू पाइपहरू सबै यो चाहिँ पाइपहरू चाहिँ के छ त भन्दाखेरिमा कोर सिटीबाट पास भएको छ। अब यो पनि कहाँबाट चाहिँ आयो त भन्दाखेरिमा सिटी त अलरेडी सेटल भएको थियो। अहिले मैले भने नि यदि प्लानिङमा भएको भएर त्यतिखेर हामीले चाहिँ यो कुरा सबै सोचेर प्लानिङ गरेको भए हामीले रिङ रोडतिर मात्रै, रिङ रोडको साइडमा मात्रै ठुलो पाइपहरू बिछाउँथ्यौँ हो, र त्यसपछि त्यहाँबाट चाहिँ अनि त्यहाँबाट रिङ रोडभित्र चाहिँ र बाहिर चाहिँ त्यहाँबाट साना पाइपहरू लगेर डिस्ट्रिब्युट गर्थ्यौँ होला फर इक्जाम्पल। अब त्यो अवस्थाको चाहिँ अहिले रहेन। र यस्तो कोर सिटीबाट अब यत्रो लार्जर डायमिटरको पाइपहरू बिछाउनु, त्यो प्रोजेक्ट ल्याउनु पनि थियो, पानी त खुवाउनु पनि थियो, फुटचर नल्याउने उपाय पनि थिएन, विकल्प पनि थिएन। अहिले आएर हामीलाई योभन्दा अर्को विकल्प पनि थिएन, बाध्यता थियो। तर अब गरिसकेपछि त यसले अर्को ह्युमन क्यापिटलमा समेत असर गरे भएपछि त सिरियस त कुरा चाहिँ आयो। त्यस कारण यहाँले भनेको चाहिँ निश्चिन्त बस्नुपर्ने छैन, र त्यो चाहिँ एउटा जनमानसमा आउने कुरा र आउने देखाइसक्यो। यो देखाएको हुनाले अहिले यो आउँदैन, निश्चित हुन्छ, केही चिन्ता गर्नु पर्दैन, मैले अहिले भन्न सकिनँ। तर यसलाई हामीले अब कसरी हुन्छ, अब चाहिँ अरू आउने प्रोजेक्टहरूलाई चाहिँ अहिलेको लेसन लर्न गरेर कसरी यसलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ, र अरू अब चाहिँ मेजर्सहरू उपायहरू पनि चाहिँ के हुनसक्छ त होइन भनेर सोच्नुभन्दा अरू चाहिँ कुरा चाहिँ रहेन। अब यस्तो पाइपहरू यसरी फ्रिक्वेन्टली यो लेभलमा अलिकति फुट्छ भन्ने एक्सपेक्टेसन पनि होइन। यस्तोहरू चाहिँ फुट्दैन क्या, जनरली फुट्ने भनेको 3 इन्चीको 4 इन्चीको पाइपहरू फुट्ने हो। त्यस कारण चाहिँ यो फुट्छ, नफुटेको होइन। बाहिर एडभान्स कन्ट्रीमा पनि फुटेर चाहिँ पुरा जनधन भएको फोटोहरू हामीले चाहिँ हेरिरहेछौँ। यो अब एउटा त्यो एक्सिडेन्ट नै हो, तर अब कता चाहिँ एक्सिडेन्टको रेट चाहिँ बढ्ने हो कि भन्ने चाहिँ तरास चाहिँ देखियो यसले। अब तपाईँले अघि भन्नुभएको थियो नि अलिकति अब हाम्रो समस्या त एउटा कुरा हो, तर अब मान्छेहरूले काम गर्दाखेरि कसरी काम गरे भन्ने कुराले बढी यसमा अर्थ राख्छ। किनभने प्रोटोकल त त्यसले एउटा प्रोटोकल नै पुरा गरेर यो सबै कामहरू भयो, तर अब काम गर्ने मान्छे कस्ता थिए, उनीहरूले कसरी गरे, नटबल्डु नै भन्नुभयो तपाईँले, एउटा नटबल्डु राम्रोसँग कस्या छैन भने पनि त्यसले भोलि दुर्घटना ल्याउन सक्छ भन्ने त्यो सिरियसनेस सहितको काम हुनुपर्थ्यो भनेर। इफ त्यो भएको थिएन भने अब आजको दिनमा हामी करेक्सन गर्छौँ भन्यो भने त्यस्तो ठाउँ छ कि छैन? अब होइन छ। यो त के हो भने सबै हरेक कुराहरू किनभने एकदमै लर्निङ हो। हरेक चाहिँ यो टेक्नोलोजी भन्नुहोस् वा टेक्निकल कुराहरू चाहिँ कुनै पनि चाहिँ यसको चाहिँ लिमिटेसन छैन, सबै कुरा सिक्दै जाने हो। अनि कहिलेकाहीँ चाहिँ सबै कुरा पुरा हुँदै पनि कहिलेकाहीँ चाहिँ पाइपहरू चाहिँ फुट्छ कि, सबै कुरा छ तर पाइप फुट्दिन्छ। यो प्राविधिक कुरा यो यो है। अनि अब नफुट्नु पर्ने हो नि त जम्मै इन्जिनियरको, किनभने चाहिँ अनि एउटा कुरा अर्को कुरा के हो भन्नु होला भने यो प्रोजेक्टको डिजाइन गरेको 24/7 सप्लाई भन्छौँ क्या हामी, हप्तामा 24 घन्टा पानी दिने डिजाइनमा गरेको पाइप हो यो। अनि त्यहाँ फ्लो बगिराख्यो भने त्यसले चाहिँ फ्लो हुन्छ, त्यहाँ कुनै चाहिँ फ्लो अप डाउन गर्ने हुँदैन क्या, एउटा फ्लोमा चाहिँ मेन्टेन भइरहेको हुन्छ। अहिले हाम्रो चाहिँ किनभने यो 17 करोड गर्दाखेरिमा हामीले कहिले कुनै ट्याङ्कीमा पठाउने, कहिले कुनै ट्याङ्कीमा पठाउने, हामीले चाहिँ के भने आलो पालो पानी पठाउनु पर्ने हुन्छ। त्यो गर्दाखेरिमा चाहिँ प्रेसरको चाहिँ अप डाउन हुने चाहिँ सम्भावना चाहिँ एयर प्रेसर एयर चाहिँ भरिने भयो। एयर भरिएपछि पानी पास हुन पाएन, प्रेसर डेभलप हुने भयो। अनि त्यसले चाहिँ प्रेसराइज भएपछि अनि त्यहाँबाट कहीँ सानो कहीँ विक त्यही कहीँ
जति केयरफुल हुँदा हुँदैन कहीँ न कहीँ केही एरर रहेको रहेछ भने त्यहाँबाट हिट गर्ने भयो होइन। पानी एकदमै धेरै शक्तिशाली चिज हो भनिन्छ होइन बग्दाखेरि, किनभने त्यसको फ्लो चाहिँ अब एउटा गतिमा छ भने त्यसको गति ब्रेक भयो भने त्यसले ल्याउने डिजास्टर चाहिँ एकदमै ठुलो हुन्छ। एकदम डेफिनेटली यो त भनौँ न, अब फ्लडलाई हामीले हेऱ्यौँ भने नि यो गऱ्यौँ भने पनि होइन, अब पानी पिउनु पऱ्यो ल्याइयो, अब यसले अर्को चाहिँ के अरे निम्त्या खतरा। जस्तो यसको नेटवर्क पनि तपाईँले हेर्नु भएको छ होला होइन, जस्तो कहिलेकाहीँ हुनसक्छ तपाईँले अघि भन्नुभयो नि यो कहिलेकाहीँ टेक्निकल्ली हुनसक्छ नि त, यस्तो त्रुटिहरू कहीँ भएरै छ अथवा टेक्निकल्ली कहीँ त्यस्ता गल्तीहरू भएरै छ भने चाहिँ कहिलेकाहीँ त्यस्ता दुर्घटना हुनसक्छन् भन्ने मान्ने हो भने यो चाहिँ नि कहिलेकाहीँ डिजास्टर भइहाल्यो भने पनि त्यसलाई रोकथाम गर्ने कहिलेकाहीँ हुन्छ नि, जस्तो अलि ठाउँ ठाउँमा चाहिँ नि त्यो भल्भहरू बन्द गर्ने भल्भहरूको व्यवस्था हुन्छ नि, अलि नजिकैबाट त्यसलाई क्लोज गर्न सक्ने त्यस्तो टेक्निकल्ली नेटवर्क डिजाइन यो सबै चिज चाहिँ छ कि छैन त? अहिलेकोमा छ, सबै ठाउँमा भल्भहरू सबै छ। अहिले हाम्रो त्यो स्काडा सिस्टम भन्छौँ कि स्काडा सिस्टम भनेको त्यो स्वचालित त्यो पाइपलाइनको नेटवर्किङमा राखेर इन्टरनेटको चाहिँ सुविधा दिएपछि सबै स्क्रिनमा हामीले हेर्न सक्छौँ कहाँ कुन लाइनमा चाहिँ कति प्रेसर छ भनेर। अहिले यो बिडिएस सिस्टममा मात्रै हामी हेर्न सक्छौँ। बिडिएस भनेको थोक वितरण ठुलोमा मात्रै हामीले हेर्न सक्ने, पुरै हेरेर हेर्छौँ र कहीँ कहाँ चाहिँ प्रेसर बढ्यो कहाँ प्रेसर घट्यो पुरै हामी त्यहाँ अहिले चाहिँ मार्जिनमा छ, त्यहाँ चाहिँ गएर चाहिँ हामीले चाहिँ हेर्न सक्छौँ। त्यो स्क्रिन अहिले सर त्यहाँ हाम्रो साथीहरू ट्रेनिङमा पनि हामीले पठाएको छौँ। अब कहीँ प्रेसर चाहिँ कहीँ बढ्यो भने नि, कहीँ प्रेसर बढ्यो भने त्यो पढ्ने बित्तिकै त्यहीँबाट चाहिँ मिलाउन पनि सकिन्छ। त्यो प्रेसर बढेको ठाउँमा प्रेसर रिलिज गरेर अर्को ठाउँमा पठाउने त्यो सबै सुविधाहरू चाहिँ छ। तर अब त्यो सुविधाहरू चाहिँ हुँदाहुँदै चाहिँ कहिलेकाहीँ चाहिँ के हुने भन्दा कहीँ प्रेसरहरू चाहिँ नदेखिकन पाइप पनि फुटेको छ क्या फेरि होइन, प्रब्लम सिस्टममा प्रब्लम देखिँदैन त्यो पनि छ होइन। त्यसो भएको हुनाले यो फुल्ली चाहिँ यो चाहिँ जुन 24/7 चलाएर त्यो गरेको भए पनि यो आउने थिएन। यसलाई इन्टरमिडिएट सप्लाई जुन हामी आलो पालो गर्छौँ एउटा यो पनि चाहिँ किनभने त्यो डिजाइन गरेको सिस्टम अहिले आलो पालो चलाउनु परेको छ होइन। एउटा मैले यो कुरा चाहिँ तपाईँलाई अघि किन सोधेको थिएँ भने जस्तो बबरमहलकै घटना सम्झिने हो भने पनि बबरमहलको घटनामा जब पानी बाहिर आयो त्यो बन्द हुन नै धेरै घन्टा लाग्यो कि। अनि त्यो यदि नजिकै भल्भहरू हुन्थ्यो अथवा त्यो तपाईँले भन्नुभएको जस्तो प्रणालीबाट गाइड हुन्थ्यो भने यो हामी जस्तो लेम्यानले बुझ्ने कुरा चाहिँ यो छिटो बन्द चाहिँ हुन सक्थ्यो होला नि, किन ढिला भयो? त्यो हामीले त्यतिखेर त्यही उसमा पनि माननीय मन्त्रीज्यू पनि जानुभएको थियो होइन, म पनि साइडमा थिएँ। यो क्वेसन हामीले त्यहाँ पब्लिकको एकदमै फेस गर्नु परेको क्वेसन हो। त्यहाँ फुटेको हाम्रो त्यहीँ माथि के अरे तिनकुनीमा पनि हाम्रो भल्भ थियो, त्यसपछि गएर तिनकुनीमा थियो हाम्रो त्यो माइती घरमा पनि थियो होइन। अनि त्यहाँ वासआउटहरू पनि सबै थियो, वासआउटमा खोलिदियो त पानी गयो नि गयो। तर एउटा चाहिँ के भइदियो भन्दा त्यहाँ फुट्ने बित्तिकै त्यहाँ लो भनेर इन्फर्मेसनमा 5-6 मिनट गयो होला। त्यसपछि हामी चाहिँ हेड अफिसबाट चाहिँ तुरुन्तै चाहिँ मेन पावर लिएर हाम्रो चाहिँ भ्यान स्ट्यान्ड बाई थियो, भ्यान चाहिँ र हाम्रो टिम चाहिँ स्ट्यान्ड बाई थियो। त्यो टिम त्यहाँबाट जाने बेलामा हेर्नु अब त्यो यहाँको ट्राफिकले पनि अलिकति चाहिँ दियो, पुग्नै आधी घन्टा 45 मिनट लाग्यो। अनि त्यसपछि गएर चाहिँ हामीले चाहिँ त्यहाँबाट हामीले त्यहाँ आउने जतिहरू चाहिँ ब्लक गर्नलाई बन्दहरू गऱ्यौँ। अनि अब बन्द गरिसकेपछि पनि सुन्दरी जलदेखि यहाँसम्म त डाउन ग्रेडमा छ नि, ओह्रालो आएर यहाँ बसेको छ नि, अनि पाइपमै जम्मा भएको पानी पनि के भयो त भन्दाखेरिमा आइरहने भयो। त्यस कारण अब त्यो एकदमै त्यो ठुलो डिसास्टरको त्यो भल त चाहिँ हामीले 45 घन्टाभित्र चाहिँ रोकियो। तर त्यो एकदमै कम्प्लिटली हुनलाई चाहिँ त्यो चाहिँ रातको झन्डै 12-1 बजे मात्रै चाहिँ बन्द भयो। त्यसपछि नै अलिअलि आइरहेको थियो चाहिँ पठाएको थियौँ। त्यस कारण अब के भयो भन्दाखेरिमा अब दौडिनुपर्छ कहाँ त भन्दाखेरिमा यही ट्राफिक जाम भएको सिटीबाट चाहिँ गाडी लिएर दौडिजानु पऱ्यो त्यहाँ। अनि अब एउटा कुरा चाहिँ अनेस्टली स्पिकिङ होइन, अब हाम्रो चाहिँ भएका चाहिँ भलहरूमा चाहिँ सबै ठाउँमा चाहिँ स्ट्यान्ड बाई मान्छे चाहिँ अहिले के गर्ले चाहिँ जब केही हुने बित्तिकै तुरुन्तै त्यहाँ फोन गर्ने कि तैँले बन्द गर भनेर त्यो एउटा चाहिँ त्यो मेन पावर त्यो चाहिँ अहिले चाहिँ डिपुट गर्न चाहिँ सकेको छैन होइन। अब त्यो यसको लेसन लर्न चाहिँ यो खानेपानी हो, यसमा डिजास्टरको परिकल्पना त कहीँबाट गरिँदैन, तर कहिलेकाहीँ हुनसक्ने डिजास्टरका लागि पनि प्लान चाहिँ चाहिने रहेछ। चाहियो होइन। यसको चाहिँ यसले डिसास्टर हुन्छ यो पार्टमा त यो किसिमको चाहिँ यसले डिसास्टर हुन्छ क्षति ल्याउँछ भन्ने त चाहिँ छ न, हामीलाई चाहिँ नभएको होइन। किनभने अब पाइप त कुनै बेला केही कारणले चाहिँ फुट्यो भने के हालत होला त्यसको। र अब त्यसको उपाय भनेको चाहिँ पाइप त बिचिसक्यो, विकल्प थिएन। अब हामीले चाहिँ अप्नाउने चाहिँ भनेको चाहिँ के हो त भन्दाखेरिमा
कति छिटो चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ निगड गरेर त्यसलाई चाहिँ सल्भ गर्न सक्छौँ र त्यसको व्यवस्थापन चाहिँ एउटा स्ट्यान्ड बाई चाहिँ एउटा चाहिँ मेन पावर चाहिँ जुन चाहिँ रेस्पोन्स ऱ्यापिड रेस्पोन्स टिम चाहिँ राखेर चाहिँ गर्ने भन्ने कुरो एउटा केमिकलको एउटा ठुलो व्यवस्थापनको बाटो हो कि यो चिज चाहिँ हामीले गर्नुपर्ने बाटो चाहिँ यहाँनिर अब रिङ रोड बाहिर पनि अब नेटवर्क नयाँ नेटवर्क बन्छ होइन बन्ने गरी तपाईँहरूको प्लान छ सरकारको भनौँ सरकारको प्लान छ अब पनि राति अनि त्यस पछाडि राति काम गरेर रातभरि त्यो म्यान पावर परिचालन गरेर अनि पाइप हालेर त्यही दिन पुरिदिएर अनि फेरि अब आफ्नो अनुकूलतामा ट्याङ्कीबाट पानी लगेर टेस्टिङ गर्ने यही प्रणाली फलो गरियो भने त्यहाँ पनि त्यही नै दोहोरिने त होला। अब यो चाहिँ के भयो भने रिङ रोडभित्र रातिभन्दा गर्ने विकल्प पनि थिएन। यो एकदमै चाहिँ बडो छ कि जति भित्र गयो त्यति कुराहरू आउँछ होइन। किनभने रिङ रोडभित्र भनौँ न माइती घर चोकमा सम्भवै थिएन ट्राफिकले राति गरियो र एउटा यहाँले भनेको त्यो राति गर्नुमा धेरै टेक्निकल एरर हुनुमा त्यो राति गरियो नि त। दिउँसो गर्नु र बत्ती बालेरै काम गर्नेमा को चाहिँ कार्यदक्षता त्यो वर्कम्यानसिपको क्वालिटीमा त जति नै हामीले भने पनि फरक पऱ्यो होला नि होइन एउटा बाटो कि। तर अब राति गर्न कारणले चाहिँ भयो भन्न चाहिँ एक्सक्युज गर्ने कुरा त होइन। अब रिङ रोड चाहिँ बाहिर चाहिँ त्योभन्दा अलिकति फरक सिचुएसन छ। तर रिङ रोड बाहिर पनि अब रिङ रोड बाहिर भन्नु मात्रै छ, रिङ रोडभित्र जस्तो भइसक्यो ट्राफिक होइन। त्यस कारण चाहिँ अब चाहिँ के भन्दाखेरिमा अब रिङ रोड बाहिर यसबाट चाहिँ अब पिआइडीमा प्रोजेक्टमा चाहिँ इन्टरनेसनल कन्सल्ट्यान्ट छ हाम्रो चाहिँ अनुभवी साथीहरू पनि छ। पक्कै पनि उहाँहरूले चाहिँ लर्न गर्नुभयो होला। यो लेसन लर्न गरेर त्यहाँ चाहिँ योभन्दा चाहिँ बेटर पर्फर्म गरेर चाहिँ काम हुन्छ भन्ने कुरा होइन। यो कुरा म गएर साथीहरूलाई पनि सेयर गरौँला अनि तपाईँहरूबाट पनि चाहिँ यो आएर यसलाई त डेफिनेट नत्र त चाहिँ मिनिङै भएन नि होइन। एकजना विज्ञसँग मैले यो बारे सोद्धाखेरि उहाँले एउटा कुरा भन्नुभएको थियो, मैले यसमा तपाईँको ओपिनियन जान्न खोजेको होइन तर एउटा यो कति सेन्सिटिभ हो भन्ने कुरामा उहाँले मलाई के भन्नुभएको थियो भने यो जसरी यो घटनाहरू भइरहेछ एनइएको दोष पनि हुनसक्ला, हिजो हाल्दाखेरिको दोष पनि हुनसक्ला, तर यो जुन फल्टहरू देखिया छ यो फल्ट जसले गरे हो त्यो फाइन्ड आउट गरेर जेल हाल्नुपर्छ। उहाँले त्यो स्टेटमेन्ट मसँग दिनुभएको थियो कि भनेको यो त्यति सेन्सिटिभ कुरा हो भन्ने उहाँको थियो। तपाईँहरू मान्नुहुन्छ यो त्यति सेन्सिटिभ विषय हो? सेन्सिटिभको विषयमा त भएन, अहिले नै देखिसक्यो होइन। किनभने यो पानीको प्रेसर कति हुन्छ, कति प्रेसर आउँदा यसले कति क्षति गर्छ भन्ने विषयवस्तु नै अध्ययन गरेर आएको होइन म आफै पनि। त्यस कारण सेन्सिटिभ विषयमा त उहाँले भन्नुभयो होइन यो कुनै एक्सपर्टै चाहिँदैन होइन। देखिरहेको होइन खोलामा आएको त्यो फ्लड बाढी के हो र यो पनि यही हो होइन। यो चाहिँ पाइपबाट आएको भयो, त्यो चाहिँ खोलाबाट आएकोले के गर्छ भन्ने कुरा रह्यो, त्यसमा त कुनै प्रश्न चाहिँ नै भएन। तर अब उहाँ योबाट हामीले सिकेर न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयवस्तु चाहिँ अब महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ मलाई। अब अनि जेल हाल्नुपर्नेको म एउटा कुरा म रिपिट गरेँ, जेल हाल्नुपर्ने कुरो विषयमा यो विषय चाहिँ मलाई के लाग्छ भने नि के कारणले भयो भन्ने कुराहरू चाहिँ विभिन्न प्यारामिटर्सहरू छ कि क्राइटेरियाहरू। नम्बर 1मा डिजाइनको कारणले चाहिँ नपुगेर हो कि अनि क्वालिटीले गर्दा हो कि वर्कम्यानसिपले गर्दाखेरिमा हो कि अथवा चाहिँ अब त्यो चाहिँ त्यो जुन पानीको प्रेसर हो त्यो हुनु थियो, त्यो एउटा एक्सिडेन्टले चाहिँ भयो। यो 3टा चिजहरू चाहिँ उहाँले जो साथीले भन्नुभयो यी कुरा चाहिँ पहिला चाहिँ प्रमाणित गर्नु पऱ्यो कि प्रमाणित नगरिकन त्यत्तिकै कोली बुला चाहिँ त भएन। जस्तै तपाईँलाई म उदाहरण भन्छु, अस्ति पुलचोकमा पनि यसरी पाइप चुइटियो नि होइन। अनि त्यसमा चाहिँ सबै पब्लिकहरूले चाहिँ ए ल यो चाहिँ यति पातलो पाइप राखेर चाहिँ जम्मै क्वालिटीले गर्दा भनेर केमिकल पिआइडी प्रोजेक्टदेखि लिएर केमिकललाई त्योभन्दा अरू केही कुना चाहिँ थिएन, त्यहाँ सुनिसक्ने थिएन। त्यहाँ कसैले भेटेको भए त्यहाँ के अरे ल यो पाइप बिछाउने भनेर अवस्था थियो। तर त्यो पाइप बिछाउनलाई चाहिँ पुरै इन्टरनेसनल स्ट्यान्डर्डदेखि लिएर टेक्निकल क्राइटेरियाहरू प्रोसेसहरू कम्प्लिट पुऱ्याएर बिछाएको पाइप हो कि त्यहाँ चाहिँ कुनै पनि बाँकी राखिएको छैन कि। त्यसको लागि चाहिँ मन्त्रीज्यूले आफैले चाहिँ इनिसिएसन लिएर त्यसको क्वालिटी चेक गर्नुपर्छ भनेर चाहिँ क्वालिटीको लागि चाहिँ इन्डिया पठाउनु पनि भएको छ। त्यसको आएको छैन। अब त्यो क्वालिटी चाहिँ अब त्यो टेस्ट भएर आउँदाखेरिमा पाइपको क्वालिटी रहन्छ भने अब उहाँले भनेको त्यो जेल हाल्नुपर्ने अथवा के कारणले कारवाही हुने जेल हुने हो त्यो चाहिँ त्यतिखेर भन्नु पाइयो होइन। नत्र भने अब हिजो चाहिँ प्रस्तुति गृहमा उठेको होइन त्यहाँ पनि जम्मैले त्यही क्वालिटी कुरा आएको छ। अन्टिल एन्ड अनलेस त्यो प्रुफ पनि नभइकन चाहिँ अब यो विषयमा र म आफै पनि टेक्नोक्रेट भयो हुनाले यो विषयलाई चाहिँ म त्यसरी चाहिँ अलिकति चाहिँ म चाहिँ बोल्न चाहिनँ र बोल्न पनि मिल्दैन।
अब कुराकानीलाई टुङ्ग्याउनेतिर जाउँ होइन। अब यति धेरै समस्याहरू बिचमा पनि केयुकेएलले काठमाडौँमा पानी वितरण गरिराखेको छ। मान्छेहरू सन्तुष्ट छैनन्। किन छैनन् भने पानी हप्तामा एउटा सेड्युलमा आउँछ, त्यही सेड्युल भनेको पनि त्यही सेड्युल पनि राइटली आइरहेको छैन भन्ने धेरैको गुनासो छ। र कहिलेकाहीँ यस्ता हुने दुर्घटनाहरूले फेरि अर्को खालको प्रभावहरू सिर्जना गर्छ। ठाउँ ठाउँमा पानीहरू वितरणहरू बन्द हुन्छ, यो खालको समस्या पनि सँगसँगै आउँछ। तपाईँ अब केयुकेएलको अब उत्पादन महाशाखा हेर्नुहुन्छ, तपाईँ यहाँबाट के एस्योर गर्नुहुन्छ आम उपभोक्तालाई कि यो मेलम्चीको पानी अहिले जसरी वितरण भइरहेको छ योभन्दा अझै राम्रो वेबाट लान सकिने खालको वातावरण छ, या अहिले उपभोक्ताले खासै आशा नगर्दा हुन्छ? अब यो चाहिँ के छ भन्दाखेरिमा किनभने आशा त गर्नुपर्छ। आशा गरिएन भने त होइन, अक्सिजन भन्दा नि अझ खतरा हो अरे होइन, आश भएन भने। अब यसलाई म आम उपभोक्तालाई र मेलम्ची आएको विषयलाई के गर्छु भने, पहिला नम्बर 1मा म आम उपभोक्ताप्रति पनि म एउटा एक्सपेक्टेसन छ हाम्रो होइन, एउटा सर्भिस पुऱ्याइदिएको हुनाले उहाँहरूले पनि यो खानेपानीको यो टनलिङदेखि लिएर त्यो ट्रिटमेन्ट प्लान्टको यसको इन्भेस्टमेन्ट हेऱ्यो भने म यत्रो वर्ष यहीँ काम गरेर म आफै हेर्न जाँदा पनि म तर्सिन्छु। हेर्नुहोस्, यति ठुलो ह्युज इन्भेस्टमेन्ट छ र बल्ल पानी धारामा झरेको छ। त्यहाँ हेर्दाखेरिमा धारामा त्यहीँ ठ्याक्क उम्लेर आएको जस्तो लाग्छ नि हामीलाई होइन। टनेलदेखि लिएर त्यो यो इन्भेस्टमेन्ट चाहिँ हामीले केयुकेएलले पनि पब्लिकलाई चाहिँ यो इन्भेस्टमेन्ट ठुलो छ है भनेर हामीले चाहिँ उहाँलाई पनि पब्लिक अवेरनेस गराउनुपर्छ। र उहाँहरूले चाहिँ यो पानीलाई चाहिँ हामीले कसरी हुन्छ कम प्रयोग गर्ने, पहिलो कुरा त म यहाँ चाहिँ कसरी हुन्छ, मैले चाहिँ कम पानी प्रयोग गरेँ भने अब त्यो बचेको पानी अर्काले प्रयोग गर्छ। किनभने पानी हामी अब त्यो पानी त पृथ्वीमा जति छ त्यति हो, गर्न सक्दैनौँ। अबको उपाय भनेको कसरी हुन्छ पानी बचाउने हो। एउटा उहाँहरूले चाहिँ त्यो सोधिदिनु पऱ्यो र अनि हाम्रो बाध्यतालाई पनि बुझिदिनु पऱ्यो। र अनि अर्को चाहिँ के भन्दाखेरिमा त्यो सोचेर यो ठुलो इन्भेस्टमेन्ट छ, हाम्रो पनि हाम्रो कि स्टेक होल्डर भनेको कस्टमर हो नि त होइन। अब कस्टमर चाहिँ आएर चाहिँ किङ, कस्टमर आएर गड्स भनेर चाहिँ बाहिरतिर लेखा हुन्छ, हामी पनि त्यही गरिरहेको हुन्छौँ। तर अब कति कुराहरूले चाहिँ उहाँलाई हामीलाई त्यस्तो बिहेभ त्यस्तो चाहिँ मतलब हामीले देखाउन नसकेका हुन्छ, त्यसलाई हामीले चाहिँ एउटा चाहिँ इम्प्रुभ गर्नुपर्ने हुन्छ। उहाँले पनि बुझिदिनु पऱ्यो। केयुकेएल मात्रै एउटा, केयुकेएल त एउटा के भन्छ अपरेटर मात्रै हो, यसको एसेट ओनर अर्कै छ, यसको टेरिफ फिक्सेसन गर्ने अर्कै छ होइन। अनि त्यसपछि त्यही आज 10-11 वर्षसम्म त्यही टेरिफमा चलिरहेको छ, यत्रो चाहिँ लगानी छ, अहिले पनि चाहिँ मतलब चाहिँ माइनसमा चलिरहेको छ। यो कुरा चाहिँ उहाँहरूले पनि बुझेर केयुकेएललाई चाहिँ आर्थिक रूपमा सपोर्ट बनाउने हिसाबमा चाहिँ उहाँहरूको पनि सपोर्ट चाहिन्छ। अब हामीले चाहिँ गर्ने कुरा चाहिँ के हो भने, यहाँले बडो राम्रो कुरा उठाउनु भएको छ, यो चिजमा चाहिँ काठमाडौँमा एउटा गुड चाहिँ सर्भिस डेलिभरी पानीको दिनको निम्ति केयुकेएलले जिम्मेवारी चाहिँ लिएको छ। तर केयुकेएललाई सबै निकायबाट चाहिँ सहयोग चाहिन्छ। केयुकेएल एलोनले मात्रै सक्दैन। मैले सक्दैन भनेर के अर्थमा भनेको भने उहाँहरूको चाहिँ आएर यहाँ हामीलाई काम गरिदिनुहोस् भनेको होइन। जस्तै उदाहरणको निम्ति हाम्रो चाहिँ पाइप फुट्यो नि, जस्तै एनएले पाइप गऱ्यो नि, विद्युत प्राधिकरणले ढल, सडक, नगरपालिका जति पनि सम्बन्धित निकायहरू छ नि, उहाँहरूले चाहिँ काम गर्दाखेरिमा पहिलो प्रायोरिटी के दिनु पऱ्यो भने खानेपानीको पाइप कहाँ छ, के छ, हामीलाई आएर सोध्नु पऱ्यो, नक्सा लिएर जानु पऱ्यो, मान्छे पनि खटाइदियो भनेर। कहाँ कसले के प्रोजेक्ट गर्नुभएको छ हामीलाई त थाहा हुन नि त। त्यो प्रोजेक्ट गर्नेहरूले सबै निकायले त्यहाँ सपोर्ट गर्नु भएन भने सर यस्ता घटना अझ बढी निम्तिन्छ। बबरौलको घटना त निम्तिने थिएन नि त। उहाँलाई पछि जाँदाखेरिमा के भन्दाखेरिमा नक्सा नै लानु भएन भन्नुभयो, नक्सा लानु भएन दिएन भन्नुभयो। मैले उहाँलाई त्यही जवाफ दिएको थिएँ, यो पब्लिकमै भन्दा नि केही फरक पर्दैन, हामीले दिएन हाम्रो ल आउनु भने तपाईँ कतिचोटि हेड अफिसमा आएर हामीसँग माग्नुभयो पर्सनल्ली, तपाईँले त त्यत्रो गर्नुभएको छ नि त, पहिला त उहाँहरू डराउनु पर्ने हो नि त। आएन अरे, चिठी काटेको घरमा आएन अरे, कतै थन्कियो अरे, नेपालको प्रोसेसिङमा चिठी कहिले काहीँ थन्किन्छ भने तपाईँ कतिचोटि आएर मसँग लानुभयो त भनेर मैले त्यहाँ सोधेको थिएँ कि चिठी आएन हामीले गरिदिउँ भन्न त पाएन नि त होइन। दिएन भने जानु पऱ्यो, सन्म मन्त्रालय थियो, अन्त त्यो हामीले यस्तो काम गर्न लागेको, नक्सा दिएन केयुकेले भनेर भन्नु पर्थ्यो होला नि त। त्यो लेभलको सेन्सिटिभिटी चाहिँ सबै निकायले गरिदिनु पऱ्यो हामीले यो न्यूनीकरण गर्नको निम्ति। अब हाम्रो चाहिँ प्लान चाहिँ के हो त भन्दाखेरि अब हामीले चाहिँ
घटना कहीँ घट्यो भने सकेसम्म चाहिँ कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर हामीलाई चाहिने आवश्यक चाहिने सामग्रीहरू चाहिँ गर्ने, त्यसपछि स्ट्यान्ड बाईहरू चाहिँ राख्ने होइन। त्यसपछि चाहिँ सप्लाई इन्टरप्सन भएको तुरुन्तै ग्राहकहरूलाई चाहिँ के गर्ने त भन्दाखेरिमा अब पानी आउँदैन भनेर हामीले चाहिँ सूचना दिने, पानी सुचारू भएपछि पनि ल पानी आउँछ भनेर भन्ने, र अब यो भएको सिस्टमलाई चाहिँ दुर्घटनालाई चाहिँ भएपछि त्यसको डिसास्टरको म्यानेजमेन्ट गर्नलाई चुस्त दुरुस्त हामीले चाहिँ एउटा चाहिँ टिम चाहिँ हामीले चाहिँ खडा गरेर राख्नुपर्ने हुन्छ, त्यसको रिसोर्स जुटाउनुपर्छ र यसको लागि फाइनेन्सियल कुराहरू पनि चाहिँ जुटाउनुपर्छ सम्बन्धित निकायमा। र पब्लिकहरूले पनि कहीँ चाहिँ त्यस्तो किसिमको चाहिँ कहीँ लिक भएको छ भने तुरुन्तै सम्बन्धित निकायमा खबर गरिदिनु भयो भने त्यो चाँडै चाहिँ होइन हामीले चाहिँ सर्भिस दिन सक्छौँ। त्यस कारण चाहिँ केको पानी आएर चाहिँ अब एकदमै तर्सेर चाहिँ बस्ने स्थिति पनि होइन। एक्सिडेन्ट चाहिँ अब गाडी चढेर एक्सिडेन्ट त जहाँ पनि छ नि, म अहिले गाडी चढेर आएँ हेर्नुहोस् न, अब कतिखेर कहाँ गाडी ठोकिन्छ कहाँ जान्छ केही थाहा छैन नि। यो पनि के हो त भन्दाखेरिमा पानी सप्लाई गरेछ, पाइप कुनै बेला कहीँ फुट्न सक्छ, त्यसमा चाहिँ हामी सबै र अब के त मस्ट रेस्पोन्सिबल भयो, एकाउन्टेबल भयो यो गर्नेमा, र यसमा त्यो खालको सपोर्ट गर्नु पऱ्यो। र अर्को कुरा म यहाँलाई चाहिँ के थप्न चाहन्छु भने कसैले पनि कुनै प्रोजेक्ट आयोजनाहरू यहाँ चाहिँ सम्पन्न कार्यान्वयन गर्न जाँदाखेरिमा सबै निकायले त्यो प्रोजेक्टको ओनरसिप लिनुपर्छ। हेर्नुहोस्, उदाहरणको निम्ति विद्युतले चाहिँ कुनै प्रोजेक्ट गर्न लाग्छ भने त्यसको ओनरसिप केले पनि लिनुपर्छ कि त्यो प्रोजेक्ट पनि मेरो हो, कसरी कम क्षतिमा चाहिँ त्यो प्रोजेक्ट सक्ने भनेर चाहिँ केले पनि त्यसको ओनरसिप लिनुपर्छ। केले गरेको काममा अरूले पनि ओनरसिप लिनुपर्छ। यो कल्चरको चाहिँ डेभलप भएको छैन। यसलाई चाहिँ कसरी चिने, कसरी भेन्टिलेट गर्ने, यहाँले चाहिँ बरु चाहिँ एउटा कुनै कार्यक्रम राखेर एउटा प्रोग्राम गरेर चाहिँ गरिदिनु भने चाहिँ होइन, आई विल बी ह्याप्पी। यो कल्चरको डेभलप भएन क्या। आफ्नो प्रोजेक्ट आयो कसरी काम सम्पन्न गर्ने, छोपछाप पार्ने जाने, आफ्नो काम सम्पन्न गर्ने, अर्काको सोपेर जाने। म एउटा कुरा भनौँ, म बानेश्वरमा हाकिम थिएँ, पुरानो बानेश्वरमा लिक यस्तोसँग चाहिँ ग्राहकको घरमा पानी चल्दैन, लिक पनि कहीँ देखिँदैन। 1 महिनासम्म गएँ र एक दिन चाहिँ म राति जाँदाखेरिमा बडो इन्ट्रेस्टिङ छ, राति जाँदाखेरिमा एउटा चाहिँ त्यो स्ट्रिटमा चाहिँ त्यो ड्रिङ्क्स गरेर चाहिँ सुतेको मान्छे भेट्यो कि, उठेर जाँदाखेरि किन आएको भनेर भन्दाखेरिमा हामी यसो भएको कोही लिक पनि कहीँ देखिएन, पानी चलेन, पानी कहाँ गयो भनेको त्यसले चाहिँ त्यहाँ दूरसञ्चारले हो कि कुनले काम गर्दाखेरिमा तपाईँहरूको चाहिँ पाइप फुटेर पाइप हाम्रो फुटेछ। त्यो फुटेको पाइपलाई चाहिँ लहर त्यो जहाँ फुटेको थियो नि त्यहाँ एउटा पाइप लहर राखेर नालीमा लहर हालिदिएछ। नालीबाट गएपछि त पाइएन, बाटा निक्लेको भए हामी थाहा पाउँथ्यौँ। अनि त्यो एउटा चाहिँ त्यो त्यसरी चाहिँ त्यो ड्रिङ्क्स गरेर गएको मान्छेले भनिदिएर जाँदाखेरि मैले भन्न खोजेको उहाँलाई के भने पानी बाटा निक्लिन्छ भन्ने भयो। कसरी भने छुपेर आफू प्रोजेक्ट कम्प्लिट गरेर गयो भने त्यो कुनले निकाले गरेको थियो मलाई त यकिन भएन। छोपेर गइदियो भने त आफ्नो प्रोजेक्ट त कम्प्लिट भयो नि, पानी चाहिँ ढलमा गइराख्यो, पानी जनताले पानी हामी त अब हेर्नुहोस् राति हिँडेछ मान्छे लिएर हिँडिरहेछ। त्यस कारण अब यसको चाहिँ कुन म्यानेजमेन्टको टुल्सले काम गर्छ होइन, कुन चाहिँ मतलब अब यो चिज के हो यसको चाहिँ ओखती होला। अब किनभने त्यो प्रोजेक्ट त अब त्यो कारण त छ हेर्नुहोस्, किन त्यहाँ त कन्ट्र्याक्टर छ, उसले त काम सक्नु छ, बिल लिनु छ। अब त्यहाँ चाहिँ एउटा इन्जिनियर लेभलको मान्छेहरू चाहिँ बसेर कुन लेभलको मान्छे बसेर सुपरभाइज गरेको छ छैन, कहीँ चाहिँ सुपरभाइजरको भरमा छोडिरहेको हुन्छ, हाम्रो पनि कहीँ कहीँ छोडिरहेको छ। मैले कसैलाई यो ब्लेम लाउने हिसाबले, तर चाहिँ ओभरअलमा चाहिँ यो चाहिँ चिज चाहिँ सुपरभाइजर छ भनेर छोडिरहेको हुन्छ, सुपरभाइजर फिल्डमा छ छैन पनि 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 छैन होइन। त्यस कारण अब यसलाई चाहिँ चिर्नको निम्ति अब यो चाहिँ अब कुन म्यानेजमेन्टको टुल्स चाहिँ कहाँ चाहिँ खोज्नुपर्ने छ। यो मैले अन्तिममा तपाईँ अब यो वाटर सेक्टरमै पिएचडी पनि गर्नुभएको छ। हजुर। अनि अब मेलम्ची त तपाईँको अब सारथी जस्तै भयो, किनभने तपाईँ उत्पादन महाशाखामा हुनुहुन्छ केयुकेलको, अब तपाईँलाई सघाइरहेको छ मेलम्चीले। हजुर। मान्छेहरूले के भन्छन् भने यो मैले अन्तिममा तपाईँसँग सुन्न चाहेको कुरा हो, यो खासमा राइट हो कि होइन भन्ने कुरा। करिब 35 वर्ष लाएर धेरै नै ठुलो कष्टका साथ आएको मेलम्ची करिब 5-6 महिना चाहिँ प्रभावित हुन्छ वर्षको। 5-6 महिना यसले पानी वितरण गर्छ। 5-6 महिना पानी वितरण गर्दा पनि यसको वितरणमा अनेक खालका प्रश्नहरू छन्, यसको म्यानेजमेन्टमा अनेक खालको प्रश्नहरू छन्। त्यसैले यो आयोजना चाहिँ यति ठुलो खर्च, यति ठुलो लगानी, यति ठुलो समयको प्रयोग, यो सबै चिज हेर्दाखेरि चाहिँ यो चाहिँ नेपालको एउटा फेलियर प्रोजेक्ट हो, त्यसको एउटा चाहिँ नि राम्रो उदाहरण हो भन्छन् मान्छेले। मान्नुहुन्छ?
अब यसलाई चाहिँ हामीले सिङ्गल डाइमेन्सनमा ठ्याक्कै चाहिँ कुरा गरेर यस नो भन्ने चाहिँ चिज होइन होइन। तर यसको विषयमा अलिकति यसको रुट कजहरू चाहिँ पत्ता लगाउनु पर्ने हुन्छ कि रुट कज चाहिँ के हो भन्दाखेरिमा अहिले यो एडिबीको माथि पनि प्रश्न चिन्ह आएको प्रोजेक्ट चाहिँ हो। किनभने हाम्रो यो जुन डिएनआई भन्छौँ हामी नेटवर्किङहरू चाहिँ ह्यान्डओभर गरेर पानी सञ्चालन गर्न अझै ह्यान्डओभर गरिसकेको छैन, चलाइरहेको छ। यहाँ प्रब्लम आयो, त्यो प्रब्लम आउनेको चाहिँ मूलतः कारण चाहिँ के भने मेलाम्ची डिले हुने हो। अब मेलाम्ची डिले किन भयो फिलर प्रोजेक्ट भनेर डेभलपमेन्ट पार्टनरहरूलाई दिने भन्ने कुरो म चाहिँ अलिकति पोलिसीतिर गएँ। किनभने हामीसँग चाहिँ स्पेसिफिक चाहिँ वाटर ल पानीको जुन चाहिँ कानुन चाहिँ हामीसँग छैन कि। उदाहरणको निम्ति मेलाम्ची बेसिनबाट काठमाडौँ बेसिनको त्यो बेसिनको पानी यो बेसिनमा ल्याउनु थियो। सेक्टर ट्रान्सफर ल भन्छ कि लिट्रेचरमा हेर्नुभयो भने एउटा सेक्टरबाट अर्को सेक्टरमा पानी ल्याउँदाखेरिमा के हो त त्यहाँका जनताहरूलाई चाहिँ रोयल्टी दिने के हो, त्यहाँको सेटलमेन्ट के हो, त्यहाँको डेभलपमेन्ट के हो, या उनीहरूले त्यसरी रोक्न पाउने हो होइन, या ल्याउन पाउने हो होइन भन्ने विषय फेरि कानुनमा जानुभयो भने चाहिँ जति पनि नेचुरल रिसोर्सहरू चाहिँ गोज टु द बिलोङ टु द स्टेट भनेको छ। तर त्यो त्यहाँ लेखियो मात्रै, तर त्यो लेखिएको आधारमा गएर पानी ल्याउने अवस्था चाहिँ रहेन। यो डिले हुनको चाहिँ कारण के हो त मेलाम्चीको टनेलको टेन्डरिङ प्रोसेसमा गयो। टेन्डरिङ प्रोसेस कसरी गयो त भन्दाखेरिमा पब्लिक प्रोक्युरमेन्ट सार्वजनिक खरिद ऐन तथा नियम अनुसार चाहिँ प्रोक्युरमेन्ट भयो। 2 चोटि 3 चोटिसम्म त चाहिँ छोडेर गयो इटालियन कन्ट्र्याक्टरले, पछि फेरि चाइनिज कन्ट्र्याक्टर आयो। अनि त्यसपछि त्यहाँको त्यो भेरिएसन आयो हेर्नुहोस्। अनि फेरि यो चाहिँ नयाँ प्रोजेक्ट थियो हाम्रो टनेल गरेको यति लामो टनेलिङको प्रोजेक्ट चाहिँ एउटा चाहिँ नयाँ प्रोजेक्ट थियो। यहाँ हाम्रो चाहिँ टेक्नोलोजी पनि थिएन, हाम्रो टेक्नोक्राट मान्छेहरू सबै इन्टरनेसनल कन्ट्र्याक्ट थियो। इन्टरनेसनल कन्ट्र्याक्टरको चाहिँ उसको मोटिभ त एउटै थियो, उसको बिजनेस मोटिभ हो। अनि अर्को कुरा चाहिँ अहिले चाहिँ गभर्मेन्टको चाहिँतिर गएर हेर्नुभयो भने अनस्टेबल गभर्मेन्टहरू फ्रिक्वेन्टली चाहिँ गभर्मेन्टको चाहिँ त्यो गभर्मेन्टहरू चेन्ज भइरहेछ, त्यसको पनि इम्प्याक्ट पऱ्यो। त्यस कारण यो प्रोजेक्ट फेलर भनेर कम्प्लिटली यो प्रोजेक्ट फेलर भन्दा पनि कुन पाटो कुन कम्पोनेन्टहरूको कारणले फेलर भयो त त्यहाँ केलाउनु पर्ने जरुरी देख्छु मैले। अब 4-5 वर्ष त्यहाँको सेटलमेन्टमा गयो हेर्नुहोस्। तपाईँलाई भेरी इन्ट्रेस्टिङ छ, एउटा चाहिँ जोग जस्तै लाग्छ, यहाँ भन्दा नि केही फरक पर्दैन। त्यहाँ बाटो एक्सिस बन्यो मेलाम्ची जाने, एक्सिस रोड बन्यो, पिच भयो नि, मान्छेले साइकल कुदाए अरे। साइकल कुदाउँदा पिच भएको कारणले बढी साइकल स्पिड कुदाएर चाहिँ साइकल रोडेर खुट्टा भाँच्यो, यसको कम्पेन्सेसन चाहिन्छ भनेर मान्छे गएको थियो भनेर जोक पनि बनाएको थियो हेर्नुहोस्। अनि त्यहाँ चाहिँ गाई भैँसीहरूको चाहिँ एडभर्सन भयो, त्यहाँ थर्केको कारणले भयो भनेर कम्पेन्सेसन माग्न आउने। त्यहाँ त अब चाहिँ सबै त्यही भयो, त्यहाँ सबै आयो होइन। अब त्यसको अब थियो। अब त्यस कारण चाहिँ त्यो ल्याउनुमा चाहिँ स्ट्रङ पोलिसी र एउटा स्ट्रङ ल र स्ट्रङ पोलिसी र स्ट्रङ गभर्मेन्ट भएको भए आखिर ल्याउन त ल्याइयो नि त। स्ट्रङ चाहिँ गभर्मेन्ट चाहिँ र पोलिसी र ल भएको भए चाँडै आउँथ्यो होला। त्यस कारण चाहिँ यसलाई चाहिँ फेलर इन टर्म्स अफ वाट भन्नुपर्छ। यसलाई टेक्निकल्ली फेलर हो कि पोलिसी लेभलबाट चाहिँ फेलर हो कि होइन। त्यस कारण चाहिँ प्रोफेसनल सेक्टरबाट चाहिँ हुँदाखेरिमा चाहिँ आएन कि, अथवा चाहिँ डिजाइनमा चाहिँ को कारणले चाहिँ काम गर्दै जाँदाखेरिमा जे सोचिएको थियो त्यो कारणको आएन, त्यस कारण चाहिँ डिजाइन चेन्ज गर्नु पऱ्यो, डिजाइनको कारणले फेलर हो कि। बिकज देयर आर सो मेनी कम्पोनेन्ट्स चाहिँ कुन चाहिँ आयामहरूबाट चाहिँ यो फेलर भयो भनेर एनालाइसिस गर्न राम्रो होला। अब अन्तिममा तपाईँले यसलाई अहिले नै फेलियर घोषणा गर्नुभन्दा पहिला अलिकति कामहरू हेरौँ पहिला सुरु, कहाँ के त्रुटिहरू भयो, त्यस पछाडि मात्रै यसमा जान सकिन्छ भन्नुभयो। अब यसको समीक्षा हुन त बाँकी नै छ होइन, किनभने हामी समस्यामै छौँ, समस्याकै बिचमा समीक्षा खासै हुँदैन, किनभने समस्या समाधानमा बढी केन्द्रित हुनुपर्छ। तर अब हामी हतार केमा लागेका छौँ भने यहाँनिर लागेको पानी ल्याइहाल्नुपर्छ र काठमाडौँको यो पानीको खानेपानीको समस्या ठ्याक्कै छुमन्तर गर्नुपर्छ भनिरहेका छौँ। यो राइट वेमै छ? अब म के एक्सपेक्टेसन गरेको छु भने होइन, अब म यहाँ केमिकलमा काम गरेको र एउटा अपरेटरको हिसाबले त्यो प्रोजेक्ट छुट्टै प्रोजेक्ट हो। अब यहाँ यत्रो इन्टरनेसनल चाहिँ कन्सल्ट्यान्टहरू, इन्टरनेसनल कन्ट्र्याक्टरहरू र हाम्रो यहीँ काम गर्ने प्रोफेसनल सेक्टरका टेक्नोक्राट जति सरहरू, अग्रजहरू, साथीहरू चाहिँ हुनुहुन्छ र प्लस एडिबीको चाहिँ जुन डेभलपमेन्ट पार्टनरले चाहिँ लगानी गरेको छ नि, पक्कै पनि मलाई लाग्छ उहाँहरूले यसबाट चाहिँ लेसन लर्न चाहिँ गर्नुभएको छ है, मेलाम्चीबाट होइन। त्यस कारण यसबाट अहिले मैले जुन भने नि कुन सेक्टरमा हामी कहाँ के भयो भन्नेबाट उहाँले लेसन लर्न गर्नुभएको छ।
त्यो लेसन लर्नबाट यहाँ चाहिँ यो प्रोजेक्टहरू आउँदाखेरिमा यस्ता चिजहरूको चाहिँ न्यूनीकरण भएर आउँछ भन्ने मलाई विश्वास लाग्छ। केही कुरा तपाईँ अब केयुटिएलमा हुनुहुन्छ, आफ्नो उपभोक्तालाई पानी आउँदैन, ड्राई सिजनमा झन् धेरै समस्या छ होइन, तपाईँले केही कुरा भन्नुपर्ने छ उपभोक्तालाई अन्तिममा? अन्तिममा मैले चाहिँ त उपभोक्तालाई भन्ने के हो भने अब हामीले अहिले चाहिँ पानी त आइरहेछ। पहिला मेलम्ची नआउँदाखेरिमा 15 दिनमा 1 दिन पालो पनि थियो, 12 दिनमा 1 दिन पालो, 45 मिनट आधी घन्टा आउँथ्यो। अहिले हामीले चाहिँ पालो चाहिँ 3 कहीँ 4 दिन बिराएर चाहिँ के अरे हामीले चाहिँ 6 देखि 12 घन्टासम्म पानी दिएका छौँ। त्यस कारण चाहिँ त्यो पानीको छ अब मेलम्ची नआउने बेलामा यो हालत चाहिँ रहँदैन। चाहिँ ग्राहकहरूले त्यो चाहिँ बुझ्दैन म अनुरोध गर्छु। पक्कै पनि बुझ्नु भएको छ, विगत वर्षहरूमा पनि बुझेको हो र अब पनि उहाँहरूले चाहिँ बुझ्नुहुन्छ भन्ने म अपेक्षा राख्दछु। र पानी चाहिँ यहाँले चाहिँ 10-12 वर्षदेखि चाहिँ महसुल बढेको छैन, त्यही पुरानो महसुलमा चाहिँ हामीले चाहिँ तिरिरहेका छौँ। र हामीले नेटको, इन्टरनेटको, त्यसपछि टिभीको हामीले चाहिँ महिनाको चाहिँ 1500-1600 हामी मजाले तिर्छौँ। तर यो पानीको पैसा तिर्न आउँदाखेरिमा चाहिँ अलिकति चाहिँ के भन्दाखेरिमा यो पानी अलिकति फ्रीमै आउने हो, फ्री कमोडिटी हो भनेर चाहिँ त्यस्तो चाहिँ कहीँ कहीँ हामीलाई भान हुन्छ होइन। यहाँहरूले पनि यहाँ ह्युज इन्भेस्टमेन्ट छ, हामी नभए यो संस्था टिक्दैन, हामी पनि के स्टेक होल्डर हो भनेर चाहिँ पानीमा चाहिँ उठेको इमान्दारिता साथ होइन आफ्नो तिरेको बिल उठेर तिर्दिने हामीलाई राय सुझाव दिनु हुन म चाहिँ अनुरोध गर्दछु। तपाईँहरूले पनि ऋण तिर्नु छ होइन? हामीले पनि ऋण तिर्नु छ। हुन्छ, समय र सम्वादका लागि धन्यवाद। हस्, थ्याङ्क यू भेरी मच।